हेलो एन्ड नमस्ते सबैलाई। मेरो नाम नन्दकिशोर ठाकुर। हामी यहाँनिर पाई एकाडेमीको युट्युब सिरिजमा छौँ है। अब हामी यहाँनिर चाहिँ एनईबीलाई टार्गेट गरेर एनईबीको पास्ट क्वेसन प्लस प्रोबेबल क्वेसन विथ सोलुसन एन्ड कन्सेप्टसँग हामी आइसकेका छौँ यहाँ। र हामीले यहाँनिर लगभग मोस्ट अफ द अल्जेब्राको भिडियोहरू राखिसकेका छौँ र बाइनोमियलको लास्ट पार्ट मिनिङ पार्ट 6 मा छ मैले है। अब बाइनोमियलमा यहाँनिर हेऱ्यौँ भने हाम्रो भाइ बहिनीहरूले बाइनोमियल थ्योरममा हामीले चाहिँ पार्ट 1 मा हामीले टर्मको कन्सेप्टको कुराहरू गरेका थियौँ है। टर्महरूको कुरा गरेका थियौँ पार्ट 1 मा। पार्ट 2 मा हामीले जेनरली चाहिँ यहाँनिर गरेको कुराहरू के थियो भन्दाखेरि मिडल टर्महरूको कुरा गरेका थियौँ। पार्ट 3 मा हामीले के गरेका थियौँ भन्दाखेरि त्यहाँनिर हाम्रो अहिले सोधिरहेको त्यहाँनिर हामीलाई सोधिरहेको एनईबीले के सोधिरहेको छ भन्दाखेरि कन्जिक्युटिभ टर्महरू जुन सोधिरहेछ त्यो सबै कुरा गरेका थियौँ। पार्ट 4 मा हामीले के कुरा गरेका थियौँ भन्दाखेरि यहाँनिर हेऱ्यौँ भने पार्ट 4 मा लास्टतिर हामीले यहाँनिर इन्डिसेस रुलको लागि र इन्डेक्सको लागि र त्यसै गरी यसको पनि अलिअलि कुराहरू हामी यसमा लिङ्क गरेका थियौँ। त्यसै गरी पार्ट 5 मा हामीले के गरेका छौँ भन्दाखेरि बाइनोमियल कोइफिसिएन्टहरूको कुराहरू चाहिँ गरेका छौँ। कोइफिसिएन्टहरूको यतातिर कुराहरू गरेका छौँ, कोइफिसिएन्टहरूको डिटेलमा गरेका छौँ। यहाँ पनि कोइफिसिएन्टहरू नि अलिअलि छ, यसमा अलिकति कम्बाइन छ तलमाथि है, तर कन्टिन्यू चाहिँ छ, क्लियरली कन्टिन्यू छ। त्यसपछि 6 मा हाम्रो के छ भन्दाखेरि 6 एन्ड लास्ट पार्ट हो यो हाम्रो र विथ फुल इनर्जी छौँ हामी हैन। भनेपछि 6 एन्ड लास्ट पार्ट के छ भन्दाखेरि एक्सपोनेन्सियल एन्ड लगारिथमिक भनेर पढिरहेछौँ। यसबाट पनि तिमीहरूले हाम्रो भाइ बहिनीहरूले 2 देखि 4 मार्क्सको क्वेसन्सहरू मस्त प्रशस्त यत्र तत्र सर्वत्र भेटिन्छ। ठिक छ ल। त्यसो भए यो सबै पार्टहरू यदि बाइनोमियल तिमीलाई गाह्रो लाग्छ भनेपछि यो पार्ट हेऱ्यौ भने इट विल बी अ पिस अफ केक है, एकदम सजिलो हुन जान्छ। त्यही भएर यो कुराहरू चाहिँ गर्नु। ठिक छ ल। अब चाहिँ यति भन्दै यतिसम्म पढ्नु त हाम्रो उद्देश्य होइन। यसपछि हामीलाई ब्याचलर पढ्नुपर्ने छ र झन् तिमीले यदि इन्जिनियरिङ पढ्नुपर्ने छ भने एउटा गेट छ बनाइदिएको नेपाल सरकारले। कुन गेट भन त? टियुमा पढ्यौ भने आइओई, काठमाडौँ काठमाडौँ युनिभर्सिटीमा पढ्यो भने केयुले लिने, त्यसै गरी पोखरा युनिभर्सिटीको छ, त्यसै गरी पूर्वाञ्चल युनिभर्सिटीको छ। सबै इन्ट्रान्सहरू छ है, सबै इन्ट्रान्सहरू छ भने त्यो इन्ट्रान्सको गेट तोड्नको फोड्नको लागि के चाहिन्छ थाहा छ? केही न केही इक्जाम दिनुपर्छ, त्यसलाई इन्ट्रान्स इक्जाम भन्छौँ। र त्यो इन्ट्रान्स इक्जामलाई फोड्न सरकारको पैसामा एसमस्त भन्दिनँ पढ्नलाई है, सरकारको पैसामा पढ्नलाई स्कलरसिपमा पढ्नको लागि यो इक्जाम दिनुपर्छ। जुन इक्जामको प्रिपरेसनको लागि हामीले यहाँनिर पाई एकाडेमीमा तिमीहरूलाई के भन्दाखेरि फिजिकल प्लस अनलाइन क्लासेसहरू हामी चलाइरहेछौँ। एकदम अहिले धेरै टाइम भएको भएर एक गरी हरेक क्वेसन्सहरू सर्टकट ट्रिकहरू यहाँनिर मजाले हामी एक्सपर्ट टिचरहरू बसेर बनाएको ट्रिकहरू सबै तिमीहरूलाई त्यहाँनिर हामी दिइरहेछौँ। सो अब इन्ट्रेस्टेड भाइ बहिनीहरूले भोलिको दिनमा आफ्नो नामको अगाडि इन्जिनियर लाउने इच्छा भएको भाइ बहिनीहरूले यसो हामीलाई पाई एकाडेमीलाई कन्ट्याक्ट गर्नु। तल दिएको नम्बरमा कन्ट्याक्ट गर्दा हुन्छ, हाम्रो यहाँनिर चाहिँ अफिस भिजिट गर्दा हुन्छ है, या त के गर्दा हुन्छ भन्दाखेरि त्यहाँनिर तिमीहरूले कमेन्ट गर्यौ भने तलतिर हाम्रो युट्युब भिडियोको तलतिर कमेन्ट गर्यौ भने नि तिमीहरूलाई हामीले यहाँनिरबाट कन्ट्याक्ट गर्न लगाइदिन्छौँ है त ल। यति भनिसकेपछि ठ्याक्कै हामीले अब आफ्नो एनईबीको लागि जे चाहिन्छ एक्सपोनेन्सियल र लगारिथमिक त्यसमा आइहालौँ है त ल। अब यहाँनिर हेऱ्यौ भने एक्सपोनेन्सियल र लगारिथमिक भनेको कस्तो खाले सिरिज हो भन त? यस्तो वेभ तिमीहरू डान्स गर्छौ नि कहाँसम्म जान्छ थाहा नै हुँदैन। भनेपछि कहाँसम्मको सिरिज हो? इन्फिनिटीसम्मको सिरिज हो है। र आई विस तिमीहरूको उडान इन्फिनिटीसम्म होस् है ल। भनेपछि इन्फिनिटीसम्मको सिरिज छ, एक्सपोनेन्सियल फङ्सन भनेर पढ्छौँ है। एक्सपोनेन्सियल हामी सिरिज भनेर यहाँनिर पढिरहेछौँ। ठिक छ ल। अब एक्सपोनेन्सियलमा एउटा कुरा आउँछ ई
है। एउटा कुरा के आउँछ भन्दाखेरि ई आउँछ। ई को भ्यालु हेर्यो भने यसको भ्यालु क्याल्कुलेटरमा टाइप गरेर हेर्यो भने ठ्याक्कै कसैको क्याल्कुलेटरमा ठ्याक्कै ई आउँछ। ई आउँदैन भने ई को पावरमा आइरहेको हुन्छ। त्यही भएर ई को पावर 1 दिएर हेर्नु यसको भ्यालु चाहिँ 2 and 3 को बिचमा पर्दो रहेछ है। केमा पर्दो रहेछ भने त 2 and 3 को बिचमा पर्दो रहेछ। ठिक छ ल। अब यहाँनिर हेर्यो भने यसलाई चाहिँ ई भनेको कुरा चाहिँ है, ई भनेको कुरा यसमा हेर्यो भने के छ भन्दाखेरि हामीलाई एनईबीले सोधेको कुरा छ। ई भनेको भ्यालु के हुन्छ थाहा छ। ई भनेको भ्यालु हामीलाई एमसीक्यूमा सोधेको कुरा छ। n टेन्स टु के हुन्छ भन त इन्फिनिटी। n टेन्स टु के हुन्छ भन्दाखेरि इन्फिनिटी हुन्छ र 1 + 1 डिभाइड बाइ n होल टु दी पावर n भनेको के हो भन त ई भन्ने कुरालाई डिफाइन गरेको छ है। एक्सपोनेन्शियल सिरिजमा एक्सपोनेन्शियल फंक्सनमा ई भनेको कुरा यति रहेछ। ठिक छ ल। अब यसमा हेर्यो भने ठ्याक्कै मैले धेरै तिमीहरूलाई यता कता थ्योरीतिर लानुभन्दा हामी एनईबीलाई फोड्ने तरिकाले अगाडि बढ्छौँ भनेपछि यसमा हामीलाई फर्मुला रट्नुपर्छ, फर्मुला याद गर्नुपर्छ। तर त्यो फर्मुला यहाँनिर मैले एक्सप्लेन गरेको देख्यो भने खासै केही पनि सम्झिनु पर्दैन। ठिक छ ल। भनेपछि ई फर्स्ट फर्मुलामा जाम ई को पावर एक्समा है। फर्स्ट फर्मुला ई को पावर एक्समा जाम। ई को पावर एक्स भनेको कहाँबाट सुरु हुन्छ 1 बाट यसको सुरुवात छ भनेपछि 1 + x डिभाइड बाइ 1 फ्याक्टोरियल प्लस x स्क्वायर डिभाइड बाइ 2 फ्याक्टोरियल प्लस x को पावर 3 डिभाइड बाइ 3 फ्याक्टोरियल प्लस डट 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 एउटा जेनरल टर्म भयो भने एउटा जेनरल टर्म भयो भने त्यसलाई r ले डिनोट गर्यो भने x को पावर r डिभाइड बाइ के हुन्छ भन त r फ्याक्टोरियल डबल डट 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 कहाँसम्म जान्छ यो भन त इन्फिनिटीसम्म जाने हो। कहाँसम्म जाने रे भन त हाम्रो भाइ बहिनीहरूले इन्फिनिटीसम्म जाने कुरा हो यो। अब त्यसै गरी फर्मुला त यही नै हो। सबै फर्मुलाको जड भनौँ बेस भनौँ यही नै हो। यो अलावा फर्मुलाहरू छैन। ठिक छ ल। भनेपछि यसमा x ठाउँमा हामीले के राखिदिन्छौँ भन त थाहा छ। x ठाउँमा -x राखिदिन्छौँ। -x राख्यो भने फर्मुला के भइदिन्छ भन त 1 + x ठाउँमा -x हुन्छ हो। x ठाउँमा के हुन्छ -x भइदिन्छ डिभाइड बाइ 1 फ्याक्टोरियल प्लस x ठाउँमा के भइदिन्छ -x भइदिन्छ डिभाइड बाइ 2 फ्याक्टोरियल। x ठाउँमा -x भइदिन्छ डिभाइड बाइ 3 फ्याक्टोरियल प्लस डट 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 प्लस x ठाउँमा -x भइदिन्छ पावर r डिभाइड बाइ r फ्याक्टोरियल प्लस डट कहाँसम्म जान्छ भन त इन्फिनिटीसम्म जान्छ हो। यसलाई थोरै एक लाइनमा सिम्प्लिफाई गरिदिउँ है। यसलाई थोरै हामीले एक लाइनमा के गरौँ भन्दाखेरि सिम्प्लिफाई गरौँ। सिम्प्लिफाई गऱ्यौँ भने के आउँदो रहेछ भन त सिम्प्लिफाई गर्दाखेरि के आउँदो रहेछ 1 -x डिभाइड बाइ 1 फ्याक्टोरियल प्लस यसलाई त स्क्वायर गर्यो भने माइनसलाई के बनाइदिन्छ यसले प्लस भनेपछि डिभाइड बाइ 2 फ्याक्टोरियल माइनस x क्युब डिभाइड बाइ 3 फ्याक्टोरियल प्लस डट 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 यो r भन्ने कुरा के इभन भयो भने प्लस बनाइदिन्छ, अड भयो भने माइनस बनाइदिन्छ। त्यही भएर जस्ताको त्यस्तै छोडिदिन्छौँ। -1 को पावर r लेखिदिन्छौँ, x को पावर r लेखिदिन्छौँ डिभाइड बाइ r फ्याक्टोरियल लेखिदिन्छौँ प्लस डट डट इन्फिनिटी। हेर त -x लाई -1 * x लेख्न सकिन्छ नि हैन। -1 * x लेख्न सकिन्छ। यति हो कुरा। ठिक छ ल। अब यसलाई मैले के गरेँ भन्दाखेरि यसलाई नामाकरण गरेँ। दिस इज द इक्वेसन नम्बर 1, दिस इज द इक्वेसन नम्बर 2 है। 1 र 2 हाम्रो के भयो भने त इक्वेसन भयो। दुईटा इक्वेसन हाम्रो यहाँनिर भयो। अब यो दुईटा इक्वेसन के हुँदो रहेछ भने त यसो आँखा बन्द गर्ने, आँखा चिम्लिने, यहाँनिर भिडियो हेर्नुभन्दा पनि यसो मसँग सरस्वती याद गर। के याद गर भने त ई को पावर x फर्मुला याद गर। ई को पावर x फर्मुला के हुँदो रहेछ भने त 1 बाट सुरु हुँदो रहेछ। केबाट सुरु हुँदो रहेछ रे भाइ बहिनीहरूले भन त 1 बाट सुरु हुँदो रहेछ। 1 पछि के हुँदो रहेछ x डिभाइड बाइ 1 फ्याक्टोरियल, x स्क्वायर डिभाइड बाइ 2 फ्याक्टोरियल, x क्युब डिभाइड बाइ 3 फ्याक्टोरियल डट 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 x पावर r डिभाइड बाइ r फ्याक्टोरियल हुँदो रहेछ। के को फर्मुला भन त e को पावर x को। के को फर्मुला भन त e को पावर x को। अब त्यसैमा x को ठाउँमा -i दियो रे हो। x को ठाउँमा -i दियो रे। x को जिन्दगीमा -i दियो रे हो। -i दियो भने के हुँदो रहेछ भन त 1 x डिभाइड बाइ 1 फ्याक्टोरियल, x स्क्वायर डिभाइड बाइ 2 फ्याक्टोरियल, x क्युब डिभाइड बाइ 3 फ्याक्टोरियल। तर प्लस माइनस हुँदो रहेछ हो। यहाँनिर अड वाला पावरको ठाउँमा के हुँदो रहेछ भने त माइनस हुँदो रहेछ। इभन वाला पावरको ठाउँमा के हुन्छ प्लस हुन्छ। कुरा बुझ्या हो हाम्रो भाइ बहिनीहरूले। मजाले यति क्लियर भएको होला। ठिक छ ल। अब कुरा के गरौँ भन त यसैबाट एक दुईवटा कुराहरू निकालौँ है। एक दुईवटा कुराहरू यसैबाट हामीले निकाल्न खोजौँ।
अब निकाल्न खोज्दाखेरि एडिङ है के गरौँ भन त एडिसन भन्ने काम गरौँ न है एडिसन भन्ने काम गरौँ त एडिङ है एडिङ फर्स्ट एन्ड सेकेन्डलाई के गरौँ भन त एड गर फर्स्ट एन्ड सेकेन्डलाई एड गऱ्यो भने के हुँदो रहेछ भन त e को पावर x हो के भइदिँदो रहेछ भन त e को पावर चाहिँ e को पावर x प्लस e को पावर माइनस x हुँदो रहेछ व्हिच इज इक्वल्स टु के हुन्छ भन त फर्स्ट र सेकेन्डलाई जोडिदिउँ भनेपछि 1 प्लस यहाँनिर हेर त यहाँनिर के हुँदो रहेछ भन त 1 प्लस x डिभाइड बाई 1 फ्याक्टोरियल प्लस x स्क्वायर डिभाइड बाई 2 फ्याक्टोरियल प्लस x क्युब डिभाइड बाई 3 फ्याक्टोरियल प्लस डट 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 होला हैन र अझै 1-2 लाइन लेख्नु छ भने 1-2 लाइन अझै मलाई सरी 1-2 वटा टर्म अझै लेख्नु मन छ भने x पावर 4 डिभाइड बाई 4 फ्याक्टोरियल हैन x पावर 5 डिभाइड बाई 5 फ्याक्टोरियल हुन्छ हैन त्यसै गरी अर्को मैले 6 सम्म लेखिदिए प्लस x पावर 6 डिभाइड बाई 6 फ्याक्टोरियल प्लस डट 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 हुँदो रहेछ प्लसमा अर्को यहाँनिर सेकेन्ड वाला हेर्यो भने के हुँदो रहेछ भने त 1 माइनस x डिभाइड बाई 1 फ्याक्टोरियल x स्क्वायर डिभाइड बाई 2 फ्याक्टोरियल x क्युब डिभाइड बाई 3 फ्याक्टोरियल हो प्लस या x4 डिभाइड बाई 4 फ्याक्टोरियल माइनस x पावर 5 डिभाइड बाई 5 फ्याक्टोरियल अनि x पावर 6 डिभाइड बाई 6 फ्याक्टोरियल प्लस डट 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 हुँदो रहेछ है डट 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 हुँदो रहेछ है ल यति भइसकेपछि यहाँनिर अब हेर त यति भइसकेपछि अब हामी के गर्छौँ भन्दाखेरि है यति भइसकेपछि अब हामी के गर्छौँ भन्दाखेरि यहाँनिर एड गरिदिन्छौँ एड गऱ्यौँ भने के हुने भयो भने त e को पावर x प्लस e को पावर माइनस x एड गऱ्यौँ भने के हुँदो रहेछ भने त 1 र 1 2 है के हुँदो रहेछ भने त हाम्रो भाइ बहिनीहरूले यहाँनिर के हुँदो रहेछ भने त 1 र 1 2 हुँदो रहेछ हो 1 र 1 के भयो भने त 2 हुँदो रहेछ प्लस यहाँनिर हेऱ्यो भने अर्को कुरा चाहिँ यो त के हुँदो रहेछ प्लस सरी 1 वाला क्यान्सल आउट 1 प्लसमा छ माइनसमा छ प्लस माइनस 0 है त्यसपछि अब यसलाई हेऱ्यो भने यो र यो जोडेपछि कतिवटा एउटा स्याउ अर्को स्याउ दुईटा स्याउ भए जसरी हैन एउटा x स्क्वायर बाई 2 फ्याक्टोरियल अर्को x स्क्वायर बाई 2 फ्याक्टोरियल कतिवटा 2 फ्याक्टोरियल भन त दुईटा x स्क्वायर बाई 2 फ्याक्टोरियल है के हुँदो रहेछ भने त दुईटा x स्क्वायर बाई 2 फ्याक्टोरियल हुँदो रहेछ त्यसै गरी अड वाला फेरि पनि काटिन्छ लेख्नु परेन इभन वाला हेर त 2 दुईटा x पावर 4 डिभाइड बाई 4 फ्याक्टोरियल फेरि पनि अड वाला 5 वाला फेरि पनि काटिन्छ के हुँदो रहेछ भने त दुईटा x पावर 6 डिभाइड बाई 6 फ्याक्टोरियल हुँदो रहेछ प्लस डट डट हुँदो रहेछ हो अब यसमा के गर्न सकियो भने त e को पावर x प्लस e को पावर माइनस x इज इक्वल्स टु 2 कमन तान्न सकियो 2 कमन तानिसकेपछि के भयो भने त 1 प्लस x स्क्वायर डिभाइड बाई 2 फ्याक्टोरियल प्लस x पावर 4 डिभाइड बाई 4 फ्याक्टोरियल प्लस x पावर 6 डिभाइड बाई 6 फ्याक्टोरियल प्लस डट 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 हुँदो रहेछ यसलाई थोरै अब हामीले के गर्छौँ भन्दाखेरि थोरै सिम्प्लिफाई गर्यौँ भने भ्यालु के हुँदो रहेछ भने त e को पावर x प्लस e को पावर माइनस x डिभाइड बाई 2 व्हिच इज इक्वल्स टु के हुँदो रहेछ भने त 1 प्लस x स्क्वायर डिभाइड बाई 2 फ्याक्टोरियल प्लस x पावर 4 डिभाइड बाई 4 फ्याक्टोरियल प्लस x पावर 6 डिभाइड बाई 6 फ्याक्टोरियल प्लस डट 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 हुँदो रहेछ र यही नै के हुन गयो भने त एउटा नयाँ फर्मुला निस्केर आयो हैन र नयाँ प्रजातिको जन्म भएछ हेर त हैन र यही कुरा कहिलेकाहीँ प्रुभ गर्न पनि एनीवेले सोध्छ हैन यहाँनिर हेर त फर्मुला सिकाउँदा एउटा क्वेसन पनि मैले सिकाएर सकेँ हो के सक्यो भने त फेरिदेखि यसलाई रिभाइज गर्दै राखौँ त के सक्यौँ भने त हामीले यसमा के सकेको भने त e को पावर x फर्मुला हो e को पावर x फर्मुला के हुँदो रहेछ भने त प्लस प्लस प्लसमा e को पावर माइनस x को माइनसको सरी x को जिन्दगीमा माइनस हालेपछि के हुँदो रहेछ प्लस माइनस प्लस तलमाथि हुँदो रहेछ हो भनेपछि प्लस माइनस हुँदो रहेछ दुईटैलाई के गर्नुपर्ने जोड्यौँ भने दुईटैलाई जोड्दाखेरि के हुँदो रहेछ भने त 1 र 1 2 यो 1 फ्याक्टोरियल वाला के हुँदो रहेछ क्यान्सल आउट 2 फ्याक्टोरियल वाला जोडिदो रहेछ 3 फ्याक्टोरियल वाला क्यान्सल आउट हुँदो रहेछ 4 फ्याक्टोरियल वाला जोडिदो रहेछ 5 फ्याक्टोरियल वाला क्यान्सल आउट हुँदो रहेछ यति भइसकेपछि हैन यति भइसकेपछि यहाँनिर हेर्यौ भने यति भइसकेपछि अब गर्ने के हो भने त दुईटालाई जोड्यौं दुईटालाई जोड्दाखेरि दुईटा आयो सबै दुईटाबाट 2 कमन तान्यौं भने फर्मुला के भइदियो भने त e को पावर x प्लस e को पावर माइनस x डिभाइड बाइ 2 इज इक्वल टु के हुँदो रहेछ भने त 1 प्लस x स्क्वायर बाइ 2 फ्याक्टोरियल प्लस x पावर 4 डिभाइड बाइ 4 फ्याक्टोरियल इभन वाला
फ्याक्टोरियलहरू हुँदो रहेछ है, इभनवाला फ्याक्टोरियलहरू हुँदो रहेछ। ल एउटा मैले यहाँनिर कुरा सकेँ। यसैलाई यदि सोधिहाल्यो भने कहिलेकाहीँ के सोधिन्छ भन्दाखेरि यसमा यति मात्रै नभएर है, यति मात्रै नभएर कहिलेकाहीँ के सोधिन्छ भने त यो एक्सको ठाउँमा 1 राखिदिन्छ के, त्यही भएर व्हेन एक्स इज इक्वल्स टु 1 भयो भने है हाम्रो भाइ बहिनीहरूले के हेर भन त, व्हेन एक्स इज इक्वल्स टु के भइदियो भन त 1 भइदियो भने, व्हेन एक्स इज इक्वल्स टु 1 भइदियो भने के हुन सक्छ, चान्सेसहरू है, चान्सेसहरू के हुन सक्छ भन त, व्हेन एक्स इक्वल्स टु 1 भयो भने एक्सको ठाउँमा 1 हुने बित्तिकै के लेख्न सकियो भन त, के लेख्न सकियो, e को पावर x, फेरि म लेखिरहेको छु हेर त, e को पावर 1 लेखिराख्न जरुरी छैन, e को पावर -1 लेख्न त जरुरी छ। डिभाइड बाई 2 इक्वल्स टु के हुँदो रहेछ भन त, 1 प्लस 1 को स्क्वायर 1 नै, त्यही भएर डिभाइड बाई 2 फ्याक्टोरियल 1 को पावर 4 भनेको 1 नै, डिभाइड बाई 4 फ्याक्टोरियल प्लस 1 डिभाइड बाई 6 फ्याक्टोरियल प्लस डट 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 हुँदो रहेछ। यो कुरा हाम्रो के सकियो भन त, यसमा 1 राखेर पनि निकाल्न सकिन्छ है, 1 राखेर पनि निकाल्न सकिन्छ। कुरा बुझ्या हो हाम्रो भाइ बहिनीहरूले कि नै भन त, त्यहाँनिर च्याट बक्समा कमेन्ट बक्समा टक्क यसरी कमेन्ट दिने, सर खत्रै बुझियो हैन भनेर कमेन्ट गर्ने है त। ल त्यसपछि यहाँनिर हेर त अब के गरिदिन्छ भन त, त्यसपछि अब हामीले गर्ने काम के हो, त्यसपछि अब हामीले गर्ने काम के हो भन त, सबट्र्याक्सन गर्छौँ, फर्स्ट इक्वेसन माइनस सेकेन्ड इक्वेसन गरिदिन्छौँ। फर्स्ट इक्वेसन माइनस सेकेन्ड इक्वेसन गऱ्यौँ भने, फर्स्ट इक्वेसन माइनस सेकेन्ड इक्वेसन गऱ्यौँ भने के हुँदो रहेछ भन त, e को पावर x माइनस e को पावर माइनस x गर्छौँ, विच इज इक्वल्स टु के भइदिन्छ भन त, 1 प्लस x डिभाइड बाई 1 फ्याक्टोरियल प्लस x स्क्वायर डिभाइड बाई 2 फ्याक्टोरियल प्लस x क्युब डिभाइड बाई 3 फ्याक्टोरियल प्लस यहाँनिर चाहिँ के हुन्छ भन त, त्यसपछि x पावर 4 डिभाइड बाई 4 फ्याक्टोरियल प्लस x पावर 5 डिभाइड बाई 5 फ्याक्टोरियल प्लस डट माइनस केलाई गर्ने भन त, 1 माइनस x डिभाइड बाई 1 फ्याक्टोरियल प्लस x स्क्वायर डिभाइड बाई 2 फ्याक्टोरियल माइनस x क्युब डिभाइड बाई 3 फ्याक्टोरियल प्लस x पावर 4 डिभाइड बाई 4 फ्याक्टोरियल माइनस x पावर 5 डिभाइड बाई 5 फ्याक्टोरियल है। ल यहाँनिरको मैले सानो कुरा यतातिर इरेज गरेँ हैन, त्यसपछि तलतिर लेखेँ है, बरु यसको साटो मैले तलतिर लेखेँ x पावर 3 डिभाइड बाई 3 फ्याक्टोरियल है प्लस x पावर 4 डिभाइड बाई 4 फ्याक्टोरियल माइनस x पावर 5 डिभाइड बाई 5 फ्याक्टोरियल प्लस डट हुँदो रहेछ हो। यति गरिसकेपछि यहाँनिर हेर त, यति गरिसकेपछि हाम्रो भाइ बहिनीहरूले यहाँनिर हेर, यति गरिसकेपछि हाम्रो भाइ बहिनीहरूले यहाँनिर हेर के गरिदिन्छ भन त, त्यसपछिको काम के हो भन त, हाम्रो लागि e को पावर x माइनस e को पावर माइनस x, अब 1 बाट -1 है, माइनसले मल्टिप्लाई गर्नुपर्छ, 1 बाट यो प्लस माइनस माइनस भइसक्यो हुन्छ, त्यही भएर 1 - 1 0 भइसक्यो हुन्छ, लेखिराख्नु परेन। त्यसपछि आएर त x डिभाइड बाई 1 फ्याक्टोरियल है, यहाँनिर हेर त के भयो भने त, यो र यो क्यान्सल आउट भयो, यो 1 र यो 1 क्यान्सल आउट भएको, कसरी माइनस माइनस, यहाँनिर यो प्लस माइनस माइनस भएर 1 - 1 0 भएको हो, ठिक छ। त्यसपछि यहाँनिर हेऱ्यो भने x डिभाइड बाई 1 फ्याक्टोरियल, यो त माइनसमा छ तर यसले रङरूप चेन्ज गर्नेवाला छ, कसरी रङरूप चेन्ज गर्यो भने त, माइनस र माइनस प्लस भइदियो, के भइदियो भने त, बाहिरको माइनस र यो माइनस प्लस भइदियो भनेपछि कुरा कतिवटा आयो भने त, त्यसपछि कुरा आयो कतिवटा भन त, 2टा x डिभाइड बाई 1 फ्याक्टोरियल आएको हो, 2टा x डिभाइड बाई 1 फ्याक्टोरियल आयो, ठिक छ। त्यसपछि प्लसमा जान्छौँ, प्लसमा गइसकेपछि यहाँनिर हेर त, फेरि पनि यो 2 वाला र यतातिरको 2 वाला क्यान्सल आउट भयो, कसरी यो 2 वाला क्यान्सल आउट भयो भने त, यो प्लसमा छ, यो यहाँनिर प्लस माइनस माइनस, यसले नि रङरूप सबै चेन्ज गरिसकेको छ भनेपछि क्यान्सल आउट हुँदो रहेछ। तर क्युब वाला हेऱ्यो भने यो प्लसमा छ, यो क्युब वाला माइनसमा भए पनि माइनस माइनस प्लस भइसक्यो हुन्छ, त्यही भएर कतिवटा हुन्छ भने त, 2टा हुन्छ। यसै गरी हामीले के बुझ्यौँ भने त, यसै गरी हामीले बुझेको कुरा यसबाट के हो भने त, यो चाहिँ अड वाला कुराहरू चाहिँ 2टा हुँदो रहेछ, इभन वाला कुराहरू चाहिँ के हुँदो रहेछ भने त, काटिदो रहेछ, इभन वाला कुराहरू काटिदो रहेछ, अड वाला कुराहरू 2टा हुँदो रहेछ भनेर बुझौँ। यो मार्करलाई नगन्ने है,
यो औँलालाई मात्रै गर्ने है त। ल अब त्यसपछि यो 2 सबैबाट कमन आउँछ। 2 कमन आइसकेपछि फर्मुला के हुँदो रहेछ भने त e को पावर x माइनस e को पावर माइनस x डिभाइड बाई 2 हुँदो रहेछ, विच इज इक्वल्स टु के हुन्छ भने त x डिभाइड बाई 1 फ्याक्टोरियल प्लस x क्युब डिभाइड बाई 3 फ्याक्टोरियल प्लस x को पावर 5 डिभाइड बाई 5 फ्याक्टोरियल प्लस डट 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 हुँदो रहेछ। यसलाई के भन्न पाइयो भन त, यसलाई हामीले भन्न चाहिँ के पाइयो भन त एउटा फर्मुला, एउटा प्रजाति हैन। ल अब यति सकिसकेपछि के गरे भन त केही नयाँ कुरा गरेको हैन, केही पनि नयाँ कुरा गरेको हैन है। के गरेको हो भन त मात्रै दुईटालाई सबट्र्याक्सन गरेको हो। सबट्र्याक्सन गर्ने बेला 1 काटिदो रहेछ, इभन फ्याक्टोरियल वाला सबै काटिदो रहेछ, अड फ्याक्टोरियल वाला अझ सशक्त भएर आउँदो रहेछ, अझ स्ट्रङ्गर भएर आउँदो रहेछ, दुईटा बनेर आउँदो रहेछ। त्यो दुईटालाई कमन तानेर डिभाइड हान्ने है। ल त्यसपछि अब के गर्नु पर्यो भन त यसको साटोनी के हुनुपर्छ भन त यसको साटोनी हाम्रो एनईबीले के भन्छ भन त कहिलेकाहीँ when x इज इक्वल्स टु 1 राख्दिन भन्छ के। when x इज इक्वल्स टु के राख्दिन भन्छ भन त 1 राख्दिन भन्छ। x इक्वल्स टु 1 राख्ने बित्तिकै हाम्रो भ्यालु यो के भइदिन्छ भन त e को पावर 1 लेखिराख्नु परेन, e को पावर माइनस 1 डिभाइड बाई 2 इज इक्वल्स टु के हुँदो रहेछ भन त x ठाउँमा 1 फ्याक्टोरियल प्लस 1 को क्युब 1 नै 3 फ्याक्टोरियल प्लस 1 को पावर 5 भनेको यहाँनिर हेर न 1 को पावर 5 भनेको 5 फ्याक्टोरियल प्लस डट हुँदो रहेछ। यो नै हाम्रो के हुन गयो भन त ओभरअल फर्मुला हुन गयो। ठिक छ। ल यति गऱ्यौँ भने हाम्रो बेसिक एनईबी को लागि चाहिने यति फर्मुला हामीलाई चाहिन्छ है, चाहिन्छ। ठिक छ, चाहिन्छ नै हो। अब यहाँनिर यो कहिलेकाहीँ हामीलाई एज अ प्रुफको फर्ममा पनि चाहिन सक्छ। ठिक छ। ल यति कुरा हामीले यहाँनिर गऱ्यौँ। अब यति गरिसकेपछि यहाँनिर हेर त सरस्वती के गर्छौँ भन त अहिलेसम्म पढेको कुराहरूलाई समअप गरिदिन्छौँ। के समअप गरिदिन्छौँ भन त एकदम स्पिडमा गरिरहेछौँ। अब है एकदम स्पिडमा गर्छौँ। के गर्छौँ भन त फर्स्ट फर्मुला हाम्रो लागि के भन त e को पावर x भनेको 1 प्लस x डिभाइड बाई 1 फ्याक्टोरियल प्लस x स्क्वायर डिभाइड बाई 2 फ्याक्टोरियल प्लस x क्युब डिभाइड बाई 3 फ्याक्टोरियल प्लस डट हुँदो रहेछ हो। यसैमा तिमीले के गर्न सक्छौ भन त यो 1 नम्बरमै के गर्न सक्छौ भन त e को पावर 1 राख्यो भने x को साटो 1 राख्यो भने के हुँदो रहेछ 1 प्लस 1 डिभाइड बाई 1 फ्याक्टोरियल 1 को स्क्वायर 1 डिभाइड बाई 2 फ्याक्टोरियल 1 को क्युब डिभाइड बाई 1 फ्याक्टोरियल 1 डिभाइड बाई 3 फ्याक्टोरियल प्लस डट हुँदो रहेछ हो। यो कुरा हामीले एउटा सक्यौँ। त्यसपछि सकेको के हो भन त 3 मा e को पावर माइनस x भने के हुँदो रहेछ 1 माइनस x डिभाइड बाई 1 फ्याक्टोरियल प्लस x स्क्वायर डिभाइड बाई 2 फ्याक्टोरियल प्लस माइनस x क्युब डिभाइड बाई 3 फ्याक्टोरियल प्लस x पावर 4 डिभाइड बाई 4 फ्याक्टोरियल माइनस डट हुँदो रहेछ के भन त e को पावर माइनस x। त्यसै गरी x को साटो तिमीले के राखिदिन्छौ भन त माइनस 1 राख्यो भने e को पावर माइनस 1 इक्वल्स टु के हुँदो रहेछ 1 माइनस यसको साटो त हामीले के राखिरहेछौँ भन त 1 राखिरहेछौँ हो। यसको साटो त हामीले के राखिरहेछौँ भन त 1 राखिरहेछौँ भनेपछि यस्तो खाले कुराहरू धेरै ठाउँ हामीलाई चाहिन्छ। यस्तो खाले कुराहरू हामीलाई धेरै ठाउँमा चाहिन्छ। यो दुईटा कुरा मैले गरेँ, यो दुईटा कुरा यहाँ गरेँ, यो दुईटा कुरा यहाँ गरेँ है, यो दुईटा कुरा यहाँ गरेँ, यो दुईटा कुरा यहाँ गरेँ। यति हामीलाई चाहियो। ठिक छ। e को पावर x e को पावर 1 e को पावर माइनस x e को पावर माइनस 1 है। त्यसपछि अब हामीले के गर्छौँ भन त दुईटालाई जोडेको है, दुईटालाई जोडेको यहाँनिर हेऱ्यौ भने के हुँदो रहेछ भन त e को पावर x प्लस e को पावर माइनस x डिभाइड बाई 2 हुँदो रहेछ भने कहाँबाट सुरु हुँदो रहेछ 1 प्लस x स्क्वायर डिभाइड बाई 2 फ्याक्टोरियल प्लस x पावर 4 डिभाइड बाई 4 फ्याक्टोरियल प्लस डट हुँदो रहेछ। यसैको साटो तिमीले के राख्छौ भन त 1 राख्यो भने e प्लस e को पावर माइनस 1 डिभाइड बाई 2 इज इक्वल्स टु के हुँदो रहेछ भन त 1 प्लस 1 को स्क्वायर भनेको 1 नै डिभाइड बाई 2 फ्याक्टोरियल प्लस 1 को पावर 4 डिभाइड बाई भनेको 4 फ्याक्टोरियल। ठिक छ। यो दुईटा हाम्रो के हुँदो रहेछ भन त जोड्ने काम। ठिक छ। त्यसपछि अब यहाँनिर हेऱ्यौ भने अब अर्को काम के गरौँ भन त अब 7 र 8 मा 7 मा के छ भन त e को पावर x माइनस e को पावर माइनस x डिभाइड बाई 2 को फ्याक्टोरियल हेऱ्यौ भने के हुँदो रहेछ भन त यसमा चाहिँ x डिभाइड बाई 1 फ्याक्टोरियल प्लस x क्युब डिभाइड बाई 3 फ्याक्टोरियल प्लस x पावर 5 डिभाइड बाई 5 फ्याक्टोरियल प्लस डट हुँदो रहेछ। त्यसै गरी 8 मा हेऱ्यौ भने के हुँदो रहेछ भन त यसको साटो 1 राख्यो भने e अनि e को पावर माइनस 1 डिभाइड बाई 2 x को साटो मैले के राखिरहेको छु भन त सेकेन्ड फर्मुला 1 इज
इज इक्वल्स टु कति भइदिन्छ 1 डिभाइड बाइ 1 फ्याक्टोरियल प्लस 1 को क्युब भनेको 1 नै हो डिभाइड बाइ 3 फ्याक्टोरियल प्लस 1 को क्युब भनेको 1 नै हो डिभाइड बाइ 5 फ्याक्टोरियल प्लस डट हुँदो रहेछ। यति भनेको कुरा के भयो भने त यति भनेको कुरा के आयो भने त माइनस वाला। ठीक छ, यो फर्मुलालाई छोड्दै नछोड्ने है, यति 8 वटा फर्मुलालाई छोड्दै नछोड्ने। यति 8 वटा फर्मुला तिमीले छोडेनौ भने बल्ल तिमीले केही न केही काम गर्न सक्छौ है त। ल अब के गरौँ भन्दाखेरि डाइरेक्ट अब बाउन्स ब्याक टु क्वेसन है। बाउन्स ब्याक टु कहाँनिर भन्दाखेरि हामी क्वेसनमा हामी कुदिहाल्छौँ। ठिक छ, क्वेसनमा कुद्यौँ भने हाम्रो क्वेसनले के भनेको छ भन्दाखेरि फर्स्ट क्वेसन है, फर्स्ट क्वेसन हाम्रो के छ भन्दाखेरि फाइन्ड द थर्ड टर्म भनेर भनेको छ है। थर्ड टर्म, फाइन्ड द थर्ड टर्म इन द एक्सपान्सन है। इन द कहाँनिर भनेको छ भन्दाखेरि इन द एक्सपान्सन अफ e को पावर माइनस bx है। यसको भ्यालुहरू निकाल्नु पर्ने छ। के गर्ने थाहा छ, भिडियोलाई पज गर्ने, पज गरेर कमेन्ट बक्समा तलतिर लेख्ने हैन। ल सो प्लस x पावर 4 डिभाइड बाई 4 फ्याक्टोरियल प्लस x पावर 6 डिभाइड बाई, यसो कमेन्ट बक्समा तल लेख्ने। अब यहाँनिर सोलुसनमा जाऊ। सोलुसनमा जाँदाखेरि के देखियो भने त e को पावर माइनस bx को कुरा गरेको छ हो। हामीलाई फर्मुला के को थाहा छ भने त e को पावर x फर्मुला थाहा छ। e को पावर x फर्मुला के थाहा छ 1 प्लस x डिभाइड बाई 1 फ्याक्टोरियल प्लस x स्क्वायर डिभाइड बाई 2 फ्याक्टोरियल प्लस x क्युब डिभाइड बाई 3 फ्याक्टोरियल प्लस x पावर 4 डिभाइड बाई 4 फ्याक्टोरियल प्लस डट डट हामीलाई थाहा छ। तर यसले क्वेसनले के सोध्यो भने त हामीलाई यो क्वेसनले सोधेको कुरा e को पावर x होइन, e को पावर के भने त माइनस bx हो। भनेपछि e को पावर माइनस bx फर्मुला के हुन्छ भने त सुरुमा 1 हुन्छ नै, सुरुमा 1 हुन्छ नै। ठीक छ, प्लस x को ठाउँमा के आउनु पर्ने भने त माइनस bx आउनु पर्ने हो डिभाइड बाई 1 फ्याक्टोरियल। x को ठाउँमा के आउनु पर्ने भने त माइनस bx को स्क्वायर आउनु पर्ने डिभाइड बाई 2 फ्याक्टोरियल प्लस यहाँनिर चाहिँ माइनस bx को के आउनु पर्ने भने त क्युब आउनु पर्ने डिभाइड बाई 3 फ्याक्टोरियल प्लस डट 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 हुँदै जान्छ। x को ठाउँमा मात्रै के को इन्ट्री भएको भने त माइनस bx को, x को ठाउँमा के को इन्ट्री भएको भने त माइनस bx को एन्ट्री के को ठाउँमा भएको छ भने त x को ठाउँमा भएको छ। ल यति भइसकेपछि के गर्ने भने त अब टर्महरू हेर्ने। कुन टर्म हेर त, यो हाम्रो फर्स्ट टर्म हो, यो हाम्रो सेकेन्ड टर्म हो, यो हाम्रो थर्ड टर्म हो। हामीलाई क्वेसनले सोधेको टर्म कुन हो भने त हामीलाई क्वेसनले सोधेको टर्म के रे भने त हाम्रो भाइ बहिनीहरूले हामीलाई सोधेको क्वेसनले टर्म भनेको थर्ड टर्म हो। थर्ड टर्म भनेको 3 फ्याक्टोरियलतिर कुदिहाल्ने होइन, यहाँबाट काउन्ट गर्ने हो। यो फर्स्ट टर्म, यो सेकेन्ड टर्म, यो थर्ड टर्म। भनेपछि थर्ड टर्मको एन्सर के हुन गयो भने त थर्ड टर्म इक्वल्स टु कति हुन गयो भने त हाम्रो भाइ बहिनीहरूले कति हुन गयो रे भने त माइनस को स्क्वायर गर्यो भने प्लस b को स्क्वायर गर्यो b स्क्वायर x स्क्वायर डिभाइड बाई यहाँनिर 2 फ्याक्टोरियल भनेको कति हुन्छ 2 नै हुन्छ। भनेपछि b स्क्वायर x स्क्वायर डिभाइड बाई के हुँदो रहेछ 2 को फ्याक्टोरियल भनेको 2 नै एन्सर हुन गयो है। पहिला एक्सपान्सन लेख्ने, यो क्वेसन सोधिरहेछ आजकल निबिले है, त्यही भएर के गर्ने भने त पहिला एक्सपान्सन गरिदिने र टर्म काउन्ट गरिदिने है। पहिला एक्सपान्सन गरिदिने, टर्म काउन्ट गरिदिने, त्यो गर्यो भने काम कुरा सक्यो है त। ल अब त्यसपछि अब हामी कहाँ जान्छौँ भन्दाखेरि नेक्स्ट क्वेसनमा जान्छौँ है त। ल नेक्स्ट क्वेसन भनेको हाम्रो यहाँनिर क्वेसन के छ भन्दाखेरि अब धेरै जसो क्वेसन यसमा प्रुफ ड्याट नै हुन्छ है। हाम्रो धेरै जसो यहाँनिर क्वेसन्सहरू हेऱ्यौँ भने प्रुफ ड्याट नै हुन्छ है, प्रुफ ड्याट नै हुन्छ। प्रुफ ड्याट के भनेको छ भन्दाखेरि क्वेसनले हेऱ्यौँ भने यहाँनिर हामीलाई 1 प्लस 1 डिभाइड बाई 2 फ्याक्टोरियल प्लस 1 डिभाइड बाई 4 फ्याक्टोरियल प्लस 1 डिभाइड बाई 6 फ्याक्टोरियल प्लस डट 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 भनेको छ। यसको होल स्क्वायर भनेको छ है। यसको के भनेको छ भन्दाखेरि होल स्क्वायर भनेको छ। त्यसपछि प्लसमा 1 प्लस 1 डिभाइड बाई 3 फ्याक्टोरियल प्लस 1 डिभाइड बाई 5 फ्याक्टोरियल प्लस डट डट कति भनेको छ भन्दाखेरि स्क्वायर भनेको छ, व्हिच इज इक्वल्स टु के प्रुभ गर्न भनेको छ भन्दाखेरि 1 प्रुभ गर्न भनेको रहेछ। ल यति हामीलाई क्वेसनले भनेको छ। अब यसो हेऱ्यौँ भने अघिको तिमीहरूले 10-15 मिनट जुन सुरुको भिडियोहरू हेऱ्यौ नि, आजको सुरुको भिडियो जुन 10-15 मिनट हेऱ्यौ त्यसले बहुत मद्दत गर्नेवाला छ।
त्यसले बहुत यहाँनिर हेल्प गर्नेवाला छ। अब हेल्प के गर्नेवाला छ र त एलएचएस इज इक्वल्स टु के रहेछ भने त 1 + 1 / 2 फ्याक्टोरियल प्लस 1 / 4 फ्याक्टोरियल प्लस 1 / 6 फ्याक्टोरियल प्लस डटको स्क्वायर हुँदो रहेछ हो नि। बिचमा साइन के भयो भने त बिचमा साइन मैले चाहिँ थोरै चाहिँ यहाँनिर साइन चाहिँ उल्टो क्वेसन लेखेको छु है। यहाँनिर त बिचको साइन के छ माइनस छ है, बिचको साइन के छ माइनस छ। 1 + 1 / 3 फ्याक्टोरियल प्लस 1 / 5 फ्याक्टोरियल प्लस डट यो डिभाइड छ है। त्यसपछि यसको होल स्क्वायर रहेछ व्हिच इज इक्वल्स टु यहाँनिर हेऱ्यौ भने एक्ज्याक्टली तिम्रो त्रिनेत्र हो। त्रिनेत्र खोलेर हेऱ्यौ भने एक्ज्याक्टली यसको फर्मुला हामी अघिको त्यसमा पढेका थियौँ। के फर्मुला पढेका थियौँ यहाँनिर हेर त के फर्मुला पढेका थियौँ भन्दाखेरि हामीले अघिको स्लाइडमा हेऱ्यौँ भने फर्मुला हामीले पढेको यहाँ थियो। हेर त के पढेका थियौँ भने भन त हामीले पढेको फर्मुला चाहिँ यहाँनिर छ। हेर त के छ फर्मुला प्लसवाला 2 4 6 8 1 सँग सुरु भएको 2 4 6 8 1 सँग सुरु भएको प्लस डिभाइड बाई 2 चाहिँदो रहेछ। प्लस डिभाइड बाई के चाहिँदो रहेछ भने त 2 चाहिँदो रहेछ। त्यसपछि यहाँनिर हेऱ्यौ भने के छ भने त हाम्रो भाइ बहिनीहरूले 1 डिभाइड बाई 1 फ्याक्टोरियल भनेको 1 नै हो। अडवाला सबै केमा हुँदो रहेछ माइनसमा डिभाइड बाई 2 हुँदो रहेछ। त्यसो भए हामी त खुसीले गदगद हुन्छौँ। हामी त खुसीले एकदम के हुन्छ भन त गदगद हुन्छौँ। किन खुसीले गदगद हुन्छौँ? किन यत्रो खुसी आयो? कहाँबाट हाम्रो यस्तो जिन्दगीमा हैन यस्तो तनावभरि जिन्दगीमा कहाँबाट खुसी आयो भने त अघिको फर्मुला पढेर हैन। हाम्रो यस्तो तनावभरि जिन्दगीमा कहाँबाट खुसी आयो? अघिको फर्मुला पढेर हैन। भनेपछि यहाँनिर के हुँदो रहेछ भने त यहाँनिर अब फर्मुला लेख्ने हो। यो 2 4 6 8 वाला फर्मुला के हो भने त e को पावर 1 लेखिराख्नु परेन प्लस e को पावर -1 डिभाइड बाई 2 को होल स्क्वायर हुँदो रहेछ हो नि हो। माइनस यहाँनिर हेऱ्यौ भने खासमा यो 1 डिभाइड 1 फ्याक्टोरियल लेख्नु र 1 लेख्नु कुरा एउटै हो के है। 1 लेख्नु या 1/1 फ्याक्टोरियल लेख्नु कुरा एउटै हो। यो फर्मुला कहाँबाट आएको भने त e को पावर 1 माइनस e को पावर -1 डिभाइड बाई 2 को होल स्क्वायर। यसैलाई सिम्प्लिफाई गरौँ त। यसैलाई सिम्प्लिफाई गर्यौँ भने हाम्रो भाइ बहिनीहरूले यसैले तिमीहरूले सिम्प्लिफाई गर्यो भने के पाउँदो रहेछ भने त यहाँनिर के पाउँछौँ हामीले भने त हामीले पाउने कुरा भनेको हो। हामीले पाउने कुरा भनेको के पाउँछौँ भने त यसको होल स्क्वायर त हो नि। भनेपछि डिभाइड बाई 2 को स्क्वायर 4 यो a प्लस b को होल स्क्वायर हो कि होइन। भनेपछि a को स्क्वायर भनेको e को स्क्वायर प्लस 2ab भनेको 2e इन्टु e को पावर -1 हो कि होइन। ab भनेको a भनेको फर्स्ट b भनेको सेकेन्ड। त्यसै गरी e को पावर -1 को होल स्क्वायर गर्नु पर्यो किनभने त b को स्क्वायर पनि चाहिन्छ। बिचमा साइन माइनस। त्यसै गरी यहाँनिर हेऱ्यो भने तल 2 को स्क्वायर कति हुन्छ भने त 4 हुन्छ। त्यसै गरी e को स्क्वायर माइनस 2 इन्टु है -2 इन्टु a को ठाउँमा e है b को ठाउँमा e को पावर -1 प्लस e को पावर -1 को के हुन्छ भने त होल स्क्वायर हुन्छ हो नि कुरा यति। ल ठिक छ। अब यसलाई हामीले के गरिदिन्छ भने त यसलाई हामीले के गरिदिन्छ भने त यहाँनिर 4 हाल्यौँ। यहाँनिर e स्क्वायर प्लस एलसियम लिएको छौँ है। e इन्टु e को पावर -1 प्लस e को पावर -1 को होल स्क्वायर माइनस यसमा सबैमा मल्टिप्लाई हुन्छ है। एलसियम लिइसकेपछि यो माइनसवाला साइन सबैमा मल्टिप्लाई हुन्छ। e को पावर स्क्वायर माइनस माइनस प्लस e 2 इन्टु e को पावर -1 प्लस माइनस माइनस e को पावर -1 को होल स्क्वायर। अब कुराकानी कहाँबाट आएको हो भने त यो साइन मल्टिप्लाई गर्न नछुटाउनु। यो बीचको साइन मल्टिप्लाई गर्न नछुटाउनु। अब कुरा के आयो भने त यो काटियो है। कुरा के आयो भने त यहाँनिर यति यो काटियो यो प्लस र माइनसमा छ। यो काटियो र यो काटियो प्लस र माइनसमा छ। त्यही भएर ठिक छ। अब कुरा कहाँनिर आयो भन्दाखेरि इज इक्वल्स टु अब यो एउटा स्याउ अर्को स्याउ कतिवटा स्याउ दुईटा स्याउ भने जसरी होइन। यहाँनिर हेऱ्यौ भने 2 2 4 e इन्टु e को पावर -1 भनेको के हो भने त खासमा e इन्टु 1/e हो कि होइन। e को पावर -1 भनेको डिभाइड बाई 4 विच इज इक्वल्स टु 4 र 4 क्यान्सल आउट e र e क्यान्सल आउट 1 आयो। यही नै के भयो भने त हाम्रो लागि RHS प्रुफ भयो। यही नै के भयो भने त हाम्रो लागि RHS
प्रुभड भएको हो ठिक छ ल फेरि पनि मैले जम्मी 1 मिनट लाएर यो क्वेसनलाई सकिहालेँ अब यहाँनिर हेर्यो भने के छ भन त हाम्रो भाइ बहिनीहरूले यति प्रुभ गर्नुपर्ने छ यो कुरा हामीले कहाँबाट पढेको भने त फर्मुलाबाट यो फर्मुला लेख्ने बेला साइडमा लेखिदिनु है साइडमा सिन्स भनेर लेखिदिनु सिन्स के लेखिदिनु भन त e + e ^ -1/2 भनेको के हुन्छ भन्दाखेरि के लेखिदिनु भन त यहाँनिर 1 + 1/2 फ्याक्टोरियल + 1/4 फ्याक्टोरियल प्लस डट लेखिदिनु यो पनि सेकेन्ड वाला फर्मुला पनि लेखिदिनु सकेसम्म है अब यहाँबाट यो फर्मुला आएको यहाँबाट यो फर्मुला आएको दुईटैलाई होल स्क्वायर वाला फर्मुलामा लग्यौं होल स्क्वायर फर्मुला लगिसकेपछि के गर्नु भन त होल स्क्वायर फर्मुलामा कसरी लगेको भन त 2 को स्क्वायर 4 2 को स्क्वायर 4 माथितिर a + b को होल स्क्वायर यता माथितिर a - b को होल स्क्वायरको फर्मुलामा लगेको हो है a - b को होल स्क्वायर फर्मुलामा लगेको त्यसपछि के गरे मैले एलसीएम लिदिए एलसीएम लिने बेला यो माइनस साइनले मल्टिप्लाई गर्न नछुटाउनु जस्तो कि यहाँनिर यो माइनस साइनले मल्टिप्लाई गर्दाखेरि है जस्तो कि यहाँनिर यो माइनस साइनले मल्टिप्लाई गर्दाखेरि यो माइनस साइनले यसलाई मल्टिप्लाई गर्दाखेरि यहाँ केही छैन भने प्लस माइनस माइनस आयो माइनस माइनस के गर्यो भने त प्लस गर्यो माइनस माइनस के गर्यो माइनस प्लस के गर्यो माइनस गर्यो साइन मैले के गरे चेन्ज गरे यति गरिसकेपछि प्लस माइनस क्यान्सल आउट यहाँनिर हेर्यो भने यसलाई 4e * e को पावर -1 भने के हो 1/e हो यो 4 कहाँबाट आयो भने त दुईटा र दुईटा जोडेर है बाँकीको दुईटा र दुईटा जोडेर 2 2 कति हुन्छ 4 त्यसपछि e र e के भयो भने त यहाँनिर क्यान्सल आउट 4 र 4 क्यान्सल आउट भएर कति हुन्छ 1 हाम्रो प्रुफ हुन्छ यति हो कुरा हाम्रो यो फर्स्ट क्वेशनको के को भन त फर्स्ट क्वेशन के को भन त हाम्रो बाइनोमियल हाम्रो यहाँनिर के को भन त एक्सपोनेन्शियलको है ल त्यसपछि अब हामी कहाँ जान्छौँ भन्दाखेरि सेकेन्ड क्वेशनमा जान्छौँ है सेकेन्ड क्वेशन हाम्रो के गर्नु भनेको छ भने त फेरि पनि प्रुफ गर्ने भनेको छ सेकेन्ड क्वेशन पनि हाम्रो के छ भन्दाखेरि प्रुफ गर्ने भनेको क्वेशन हो है क्वेशनले के प्रुफ गर्न भनेको छ भन्दाखेरि प्रुफ है 1/2 फ्याक्टोरियल + 1/4 फ्याक्टोरियल + 1/6 फ्याक्टोरियल प्लस डट भनेको छ डिभाइड बाइ यहाँनिर के भनेको छ भन्दाखेरि 1/1 फ्याक्टोरियल + 1/3 फ्याक्टोरियल प्लस 1/5 फ्याक्टोरियल प्लस डट भनेको छ र यहाँनिर प्रुफ गर्नुपर्ने यसलाई के हो भन्दाखेरि यसमा हेर्यो भने e - 1 डिभाइड बाइ e + 1 हामीलाई प्रुफ गर्नुपर्ने कुरा हो ठीक छ ल यति हामीले के गर्नुपर्ने प्रुफ गरेर दिनुपर्ने अब यसलाई प्रुफ गर्नुपर्ने छ भने यहाँनिर हेर त यसलाई प्रुफ गर्नुपर्ने छ भने के गर्छ भने त सोलुसन लेखिदिन्छौँ एलएचएस लेख्छौँ एलएचएस मा हाम्रो के रहेछ भने त एलएचएस मा के छ भने त 1/2 फ्याक्टोरियल + 1/4 फ्याक्टोरियल + 1/6 फ्याक्टोरियल प्लस डट हुँदो रहेछ डिभाइड बाइ है 1/1 फ्याक्टोरियल प्लस 1/3 फ्याक्टोरियल प्लस 1/5 फ्याक्टोरियल प्लस डट हुँदो रहेछ ठिक छ ल यति भइसकेपछि ठ्याक्कै एलएचएस मात्रै लेखेर सकाएको छु अहिलेसम्म नयाँ केही कुरा गरेको छैन ठिक छ ल यति गरिसकेपछि यहाँनिर हेर त यसो हेर्यो भने यसो हेर्ने बित्तिकै तलको हामीले हेर्ने बित्तिकै हाम्रो खुसीको दिन आउँछ हो किन खुसीको दिन आउँछ भन त यो पढेको त डाइरेक्ट फर्मुलै हो त e - e को पावर -1/2 फ्याक्टोरियल हो तर तलतिर चाहिँ e + e को पावर -1/2 फ्याक्टोरियल हामीले पढेको होइन सर भर्खरै त पढेका थियौँ तर भर्खरै त पढेको त हो त्यस्तै तर यसमा 1 छैन के 1 छैन भनेपछि के गर्नुपर्छ एउटा -1 पनि गर्नु पर्यो +1 पनि गरिदिनु पर्यो के 1 पछि बल्ल यो हो -1 त्यहाँनिर चाहिँ छैन है -1 चाहिँ -1 म भनिरहेको छु खासमा त्यहाँ +1 छैन त्यही भएर मैले प्लस हालिदिनु पर्छ सिरिज कम्प्लिट गर्नु पर्यो सिरिज नकम्प्लिट गरिकन हुँदैन किनभने त इभन वाला जति पनि छ नि 2 4 6 8 वाला त्यसको अगाडि 1 छ त्यसको मालिक 1 छ त्यसको मालिक एउटा भन्ने जसरी त्यसको मालिक 1 छ अगाडि 1 चाहियो अगाडि 1 राख्नको लागि +1 गर्दाखेरि -1 नि गरिदिनुपर्छ किन ब्यालेन्स गर्नको लागि ठिक छ अब यहाँ हेर त 1 बाट भएको कुराहरू है 1 बाट भएको कुरा 1 बाट आइसकेको कुरा यो सबै केमा जान्छ सिरिजमा जान्छ बाँकी रह्यो बिचारा के -1 हाम्रो बाँकी नै छ है बिचारा भाइ हाम्रो बिचारा -1 भन्ने भाइ हाम्रो बाँकी नै छ त्यही भएर -1 मैले बाँकी नै छोडे 1 बाटको सिरिज भयो -1 हाम्रो बाँकी नै छ ठीक छ -1 हाम्रो के छ भने त बाँकी नै छ अब कुराकानी केमा गरौँ भन त अब कुराकानी अंग्रेजीमा गरौँ कि नेपालीमा गरौँ कुराकानी म्याथको गरौँ है न त अंग्रेजी न त नेपाली कुराकानी केमा छ अब म्याथमा छ म्याथमा अब केमा छ भने त एलसीएममा छ माथिको एलसीएम लिँदाखेरि के आयो भने त 2 एलसीएम लियो भने
-1 × 2 भइदिन्छ -2 प्लस e को पावर -1 डिभाइड बाइ 2 हाम्रो छँदैछ। यसमा हेऱ्यो भने e माइनस e को पावर -1 डिभाइड बाइ 2 छ। अब के हो भइदिन्छ भन त, यसपछि हुने कुराहरू के हो भन त, 2 र 2 क्यान्सल आउट, 2 र 2 के हुन्छ क्यान्सल आउट, 2 र 2 क्यान्सल आउट भयो भने बाँकी के रह्यो भन त, अब -2 e प्लस e को पावर -1 डिभाइड बाइ e माइनस e को पावर -1 हाम्रो बाँकी छ। अब यति बाँकी भइसकेपछि यसलाई सिम्प्लिफाई गर्दै जाउँ न है, यसलाई सिम्प्लिफाई गर्दै जाउँ त। यसलाई सिम्प्लिफाई गऱ्यो भने यहाँ एक्ज्याक्टली के रहेछ भन त, यसलाई सिम्प्लिफाई गर्दाखेरि एक्ज्याक्टली के रहेछ भन त, e प्लस 1/e, e को पावर -1 लाई रेसिप्रोकलमा लेख्न सकिन्छ भनेपछि रेसिप्रोकलमा लेखे -2 यहाँ छँदैछ हो। यहाँनिर हेऱ्यो भने e माइनस 1/e लेख्न सकिन्छ, विच इज इक्वल्स टु माथिको एलसिएम लियो भने फेरि e आयो, e स्क्वायर आयो, एलसिएम लियो भने e आउँछ र यहाँनिर e स्क्वायर प्लस 1 -2e भयो। तलतिरको एलसिएम लियो भने e छ, यहाँनिर के भइदिन्छ भन त, e स्क्वायर प्लस 1 भइदिन्छ हो। विच इज इक्वल्स टु के भइदिन्छ भन त, e स्क्वायर माइनस, मैले एरेन्ज मात्रै गरेको है, प्लस 1 माथिको e र तलको e क्यान्सल आउट भएपछि यहाँनिर के हुन्छ भन त, e स्क्वायर यहाँनिर थोरै गल्ती से मैले मिस्टेक गर्थे, खासमा साइन त्यहाँनिर के भन त माइनस है, साइन के भन त -1 हो। यति भइसकेपछि अब हामीले के गर्छ भन त, माथितिर हेऱ्यो भने ठ्याक्कै e -1 को होल स्क्वायर त हो नि, यसो गर त e को स्क्वायर -2 × e × 1 र 1 को स्क्वायर 1 नै है, तलतिर e -1 र e प्लस 1, a स्क्वायर माइनस b स्क्वायरको फर्मुला त हो नि। अब यसमा एउटा र एउटा क्यान्सल आउट गर्छौँ, के क्यान्सल आउट हुन्छ भन त, के क्यान्सल आउट हुन्छ, एउटा e हो र एउटा यो क्यान्सल आउट हुन्छ। यति क्यान्सल आउट भइसकेपछि बाँकी के रह्यो भन त, e -1 e प्लस 1, यही नै के भयो भन त हाम्रो लागि प्रुफ भयो, कुरा सक्यो है। ल क्वेसन चाहिँ अलिकति ठुलो भए पनि क्वेसन चाहिँ मजाको छ, यो क्वेसन चाहिँ नगरी नजाऊ है। ल यहाँनिर हेर त, कुरा चाहिँ के छ भन त, यसमा एलएचएस यति हो, एलएचएस यति भइसकेपछि के थियो भन त, फेरि पनि मैले 1 मिनट लाएर सकिहालेँ है। तलको त डाइरेक्ट फर्मुलामा छ है, तलको कुरा केमा छ भन त, डाइरेक्ट फर्मुलामा छ, तलको कुरा केमा छ भन त, डाइरेक्ट फर्मुलामा छ। तर माथिको कुरा डाइरेक्ट फर्मुलामा छैन, माथिको डाइरेक्ट फर्मुलामा छैन, त्यही भएर मैले के गरेँ, +1 -1, के को कमी थियो, एउटा मालिकको कमी थियो भनेको +1 को कमी थियो हैन, भनेपछि +1 गर्दाखेरि ब्यालेन्स गर्नको लागि -1 पनि गर्दिनै पर्छ है, -1 पनि गर्दिनै पर्छ। अब 1 देखिको सिरिज के छ भन त, यति सिरिज आउँछ, 1 देखिको सिरिज हाम्रो यति आउँछ, बाँकीको -1 त अघि हामीले ब्यालेन्स गर्नको लागि गरेको कुरा -1 यहाँनिर बाँकी छँदैछ। त्यसपछि मैले के गरेँ भन त, माथिको एलसिएम माथि नै लिए, तलको त एलसिएम लिनुपर्ने छैन, सेम टु सेम कुरा लेखेँ हो। अब यहाँ 2 र 2 तल र तल क्यान्सल आउट भयो, बाँकी रह्यो के भन त, त्यसो भए बाँकी रह्यो के भन त, त्यसो भए -2 को -2 प्लस e को प्लस e प्लस e को पावर माइनस प्लस e को पावर माइनस, तल त यहाँ e माइनस को माइनस e को पावर -1 बाँकी नै छ। अब मैले के गरेँ भन त, e को पावर -1 लाई 1/e र 1/e मैले लेखेको हो, ठिक छ। यो e यहाँ लेखेँ, e को पावर -1 लाई 1/e लेखेँ, -2 लाई मैले पछाडि लेखेको छु है, -2 लाई मैले कहाँ लेखाएको छु, पछाडि लेखाएको छु। यो e को e भयो, बीचको साइन माइनसको माइनस भयो, e को पावर -1 भनेको 1/e भयो, ठिक छ। ल यति गरिसकेपछि यहाँनिर हेर त, अब के गरेँ मैले भन त, माथिको एलसिएम लिए, माथिको मैले एलसिएम लिए भनेपछि एलसिएम के हुँदो रहेछ भन त, e हुँदो रहेछ, e एलसिएम भयो भने के हुन्छ, यहाँनिर e स्क्वायर प्लस 1 -2e भइदिन्छ। तलको पनि मैले एलसिएम लिए, तलको एलसिएम लिए भने e एलसिएम आयो भने के हुन्छ भन त, e एलसिएम आयो भने के हुन्छ, e स्क्वायर -1, e र e के भयो भन त, क्यान्सल आउट, e र e के भयो भन त, क्यान्सल आउट। यति क्यान्सल आउट भइसकेपछि बाँकी के रह्यो भन त, e स्क्वायर -2e प्लस 1 डिभाइड बाइ के रह्यो, e स्क्वायर -1 हो है। एक्ज्याक्टली हेऱ्यो भने माथिको एक्सप्रेसन के जस्तो देखिया छ, अलि तिर्छो नजरले हैन, अलि तिर्छो नजरले हेर्न खोज्यौँ भने हैन, अलि तिर्छो नजरले हेर्न खोज्यौँ भने त सर उसको अनुहार बाहेक अरू केही आउँदैन मेरो दिमागमा है। तर यहाँनिर हेर्न जरुरी छ, यो ठ्याक्कै हेऱ्यो भने e -1 को होल स्क्वायर आउँदो रहेछ, तलतिर हेऱ्यो भने e स्क्वायर भन्नु र 1 लाई 1 स्क्वायर भन्नु कुरा एउटै हो, भनेपछि फर्मुला केमा जान्छ, a स्क्वायर माइनस b स्क्वायर को फर्मुला के हुन्छ, a माइनस b a प्लस b है, a माइनस b a प्लस b भयो। जसरी गर्यौँ माइनस र माइनस वाला क्यान्सल आउट, माइनस र माइनस वाला क्यान्सल आउट हुने बित्तिकै बाँकी के रह्यो भन त, माथि एउटा e -1 बाँकी रह्यो, तल e प्लस 1 बाँकी रह्यो, र त्यही नै के हो हाम्रो लागि RHSO सक्यो है, RHSO सक्यो, ठिक छ। ल त्यसपछि अब हामी केमा जान्छौँ भन्दाखेरि थर्ड क्वेसनमा लम्किन्छौँ है।
अब थर्ड क्वेसन हामीले के प्रुभ गर्नु छ भन्दाखेरि यहाँनिर हेऱ्यौँ भने है थर्ड क्वेसन हामीलाई प्रुफ के गर्नुपर्ने छ भन्दाखेरि यहाँनिर हेऱ्यौँ भने प्रुफ ड्याट नै हो क्वेसन हाम्रो सबै यसमा लगभग सबै के हुन्छ भने त प्रुफ ड्याट नै हुन्छ। प्रुफ के गर्नुपर्ने छ भन्दाखेरि यहाँनिर हेऱ्यौँ भने है प्रुफ के गर्नु छ भन्दाखेरि यहाँनिर हेऱ्यौँ भने समेसन है समेसन n स्क्वायर डिभाइड बाई n फ्याक्टोरियल इज इक्वल्स टु 2e प्रुफ गर्नुपर्ने छ है 2e प्रुफ गर्नुपर्ने छ। ठिक छ ल स्टार्टिङ पोइन्ट यसको कहाँदेखि कहाँसम्म भनेको छ क्वेसनले n को भ्यालु 1 देखि सुरु भएर इन्फिनिटीसम्म जाओस् है n को भ्यालु 1 देखि सुरु भएर इन्फिनिटीसम्म जाओस् भनेपछि यो कुरा के बुझ्यौँ थाहा छ यो कुरा के बुझ्यौँ भने त यहाँनिर यो समेसनको मिनिङ के सम हुँदै जानु हो यहाँनिर यो 2e त प्रुभ गर्नुपर्ने छ भने त थाहा छ यसलाई अलिकति क्वेसन कोही भाइ बहिनीहरूलाई अलिकति कन्फ्युजन हुनसक्छ त्यसको लागि मात्र यो मैले बुझाएँ। समेसनको मिनिङ के भन्दाखेरि यहाँनिर हेऱ्यौँ भने समेसनको मिनिङ के तल स्टार्टिङ कुरा हुन्छ माथि एन्डिङ कुरा हुन्छ तल स्टार्टिङ कुरा हुन्छ माथि एन्डिङ कुरा हुन्छ हो। अब कहाँसम्म जानुपर्ने भने त 1 देखि इन्फिनिटीवाला टर्मसम्म जानुपर्ने भनेपछि के हुन्छ भने त यहाँनिर 1 स्क्वायर डिभाइड बाई 1 फ्याक्टोरियल 2 स्क्वायर डिभाइड बाई 2 फ्याक्टोरियल 3 स्क्वायर डिभाइड बाई 3 फ्याक्टोरियल 3 फ्याक्टोरियल यसै गरी खासमा भन्न खोजेको हो कि सबभन्दा पहिला n को भ्यालु 1 राख त्यसपछि 2 राख त्यसपछि 3 राख यसैको भ्यालु हामीलाई के प्रुभ गर्नु छ 2e प्रुभ गर्नुपर्ने छ। ठिक छ ल यति कुरा बुझ्यौ। समको मिनिङ समेसनको मिनिङ यो समेसनवाला साइनको मिनिङ सम पहिला n को भ्यालु 1 राख 2 राख 3 राख यसै गरी हामीले के गर्दै जानु छ भने त सम गर्दै जानु पर्ने छ। ठिक छ ल अब के गर्छ भन्दाखेरि यसमा एलएचएसमा कुदिहाल्नु भन्दा है एलएचएसमा कुदिहाल्नु भन्दा पहिला हामीले के गर्छ भन्दाखेरि यहाँनिर यो भनेको बिचमा जुन हुन्छ नि कुरा यसमा बिचमा भएको कुरालाई के भन्छ भने त हाम्रो जेनरल टर्म हो त्यो कुन टर्म हो भने त जेनरल टर्म हो। अब त्यही जेनरल टर्मलाई हामीले के गर्छ भन्दाखेरि यहाँनिर हेर त जेनरल टर्म हाम्रो के रहेछ भने त n स्क्वायर डिभाइड बाई n फ्याक्टोरियल हो जेनरल टर्म हाम्रो के छ भने त n स्क्वायर डिभाइड बाई n फ्याक्टोरियल हो। अब एक्सपोनेन्सियलमा तिमीले है एक्सपोनेन्सियलमा हाम्रो भाइ बहिनीहरूले हो हाम्रो एक्सपोनेन्सियलमा यहाँनिर हाम्रो भाइ बहिनीहरूले के गर्नुपर्छ भन्दाखेरि जेनरल टर्मलाई यस्तो बनाइदिनु पर्छ कि है जेनरल टर्मलाई यस्तो बनाइदिनु पर्छ कि माथि n नहोस् माथिको n को जिन्दगी खत्तम होस् भन्ने हिसाबले बनाइदिनु पर्छ हो। अब यसलाई के टेक्निक लाउँछ भने त यो n स्क्वायर छ भने n इन्टु n हो पक्कै पनि तलतिर यसरी ब्रेक गर्नुपर्छ ताकि माथिको काटियोस् है तलतिर यसरी ब्रेक गर्नुपर्छ ताकि माथिको काटियोस् भनेपछि यसलाई n फ्याक्टोरियललाई के लेख्न सकिन्छ n इन्टु n माइनस 1 फ्याक्टोरियल लेख्न सकिन्छ कि सकिँदैन सकिन्छ मजाले जसरी कि 5 फ्याक्टोरियल भनेको 5 इन्टु 4 फ्याक्टोरियल लेख्न सकिन्छ नि हो 5 फ्याक्टोरियल भनेको के लेख्न सकिन्छ भने त 5 इन्टु 4 फ्याक्टोरियल लेख्न सकिन्छ। त्यसै गरी n फ्याक्टोरियल भनेको n इन्टु n माइनस 1 फ्याक्टोरियल लेख्न सकिन्छ। यदि सकिएन भने हाम्रो अगाडिको पाठहरू यसो गएर हेर हाम्रो भाइ बहिनीहरूले त्यहाँनिर यो सबै कुराहरू एक एक गरी यो 6वटा पाठ यतिकै मजाकमा बनेको होइन हामीले एउटा बाइनोमियललाई 6वटा पार्ट बनाइरहेछौँ भने तिमीले लिटरली कलेजमा केही नपढेर आफूले केही नजानेको कुराहरू पनि तिमीले यहाँनिर गर्न सक्ने गरी बनाएर र A+ ल्याउने गरी कन्टेन्ट सबै प्रिपरेसन गराइरहेछौँ। यो हामीले यहाँनिर पक्कै पनि 1-2 भिडियो मात्रै हालेर मजाक गरेको होइन हाम्रो भाइ बहिनीहरूसँग है कम्प्लिट A to Z कन्सेप्टदेखि क्वेसनसम्म सबै गराइरहेछौँ ताकि तिमीले A+ ल्याउनको लागि कतै न ट्युसन पढ्नु परोस् न कतै कलेजको सरलाई पछ्याउनु परोस् न त हामीलाई यहाँनिर फोन गरी सर यो बुझिएन भन्ने डाउट होस् हुने गरी हामी पढाइरहेछौँ है। त्यही भएर यहाँनिर के गर भने त अगाडिको पाठहरू नि गएर यसो हेर ठिक छ। अब यहाँनिर यति भइसकेपछि के गर्नु पर्यो भने त n र n के गर्छौँ काट्छौँ बाँकी रह्यो के भन त n डिभाइड बाई n माइनस 1 फ्याक्टोरियल भयो। अब बाँकी रह्यो तनाव के भयो भने त मैले के भनेको छु माथिको n नहुने गरी सिम्प्लिफाई गर रे भनेको छु हो माथितिर n नहोस् भन्ने गरी सिम्प्लिफाई गर भनेको छु माथितिर फेरि पनि n आइदियो। अब यो n माइनस 1 लाई घटाएर ल्यायो भने कहिले n भेटिन्छ त्यहाँ भेटिँदैन नि है भनेपछि के गर्ने भने त अब यसलाई घटाएर पुग्न सक्दैन भने यहीँनिर माथि नै n माइनस 1 बनाऊ न। जब तिमी मसँग कम्फर्टेबल छैनौ भने मै किन न तिमी जस्तो बन्दिम हैन र त्यही गरिरहेछौँ। n माइनस 1 लाई जति ब्रेक गरे पनि n भेटिँदैन भने
माथिकै कुरालाई n-1 बनाइदिउँ न होइन र। अब माथिको कुरालाई n-1 -1 थप्ने बित्तिकै ब्यालेन्स गर्नको लागि +1 थपिदिनुपर्छ। तलतिर n-1 फ्याक्टोरियल हामीसँग छँदैछ, विच इज इक्वल्स टु कति हुन्छ भन त n-1 हामीले छुटाइदिन्छौँ डिभाइड बाई n-1 फ्याक्टोरियल हामीसँग छ। बाँकी रह्यो 1 लाई छुटायौँ भने यतातिर 1 पनि साइडमा छुटिन्छ। यति भइसकेपछि हेर त अब n-1 काट्नको लागि अब n-1 फ्याक्टोरियलमा त n-1 त भेटिदो रहेछ नि, भनेपछि n-1 एक अझै घटाएर लेखिदिइराखौँ न अघि जस्तै है, अघि जस्तै एक अझै घटाएर लेखिदिइराखौँ 1 डिभाइड बाई n-1 फ्याक्टोरियल हाम्रो यहाँनिर भयो। ठिक छ, यति भइसकेपछि अब बाँकी के रह्यो n-1 र n-1 क्यान्सिल आउट, n-1 र n-1 क्यान्सिल आउट। बाँकी रह्यो त्यसो भए के भन त 1 डिभाइड बाई n-2 फ्याक्टोरियल बाँकी रह्यो प्लस 1 डिभाइड बाई n-1 फ्याक्टोरियल बाँकी रह्यो। यतिसम्म ब्रेक गऱ्यौँ कि माथि n नहुने गरी ब्रेक गऱ्यौँ है। माथितिर चाहिँ भन्नुको मिनिङ नुमेरेटरमा n नहुने गरी यसरी ब्रेक गऱ्यौँ है। ल अब यो ब्रेक गर्नेको टेक्निक फेरि पनि एकचोटि सरस्वती सुनिहाल, के रहेछ भन त n² डिभाइड बाई n फ्याक्टोरियल हो, n² डिभाइड बाई n फ्याक्टोरियल हो भनेपछि के गर्छ भन त n² भनेको n इन्टु n हो, तलको n फ्याक्टोरियल भनेको के हुन्छ भन त n इन्टु n-1 फ्याक्टोरियल, एउटा n र एउटा n क्यान्सिल आउट। बाँकी के रह्यो भन त n डिभाइड बाई n-1 फ्याक्टोरियल बाँकी रह्यो है। यहाँनिर हामी आइपुग्यौँ, यहाँसम्म हामी आइपुग्यौँ एकदम सजिलो गरी है, यहाँसम्म हामी एकदम सजिलो गरी आइपुग्या छौँ। अब कुरा के रह्यो भन त तलतिर n-1 छ। अब n-1 लाई जति ब्रेक गरे नि n कहीँ भेटिन्छ बाटोमा, यसरी हिँडिराख्दाखेरि n भेटिन्छ भेटिँदैन भने तलतिर यदि भेटिँदैन भने हो तिमी म जस्तो बन्न सक्दैनौ भने मै तिम्रो मायामा तिमी जस्तो बनिदिन्छु होइन र। ल त्यही काम गरिरहेछौँ। यदि तलको कुरा n बन्न सक्दैन भने माथिकै कुरालाई n-1 बनाइदिउँ भनेपछि n-1 बनाउने बेला एउटा कस्ट के पनि बियर गर्नुपर्छ, -1 गर्ने बेला ब्यालेन्स गर्नको लागि +1 पनि चाहियो। त्यसपछि n-1 छुटायौँ, n-1 छुटायौँ 1 लाई छुटायौँ। अब n-1 मा त n-1 भेटिन्छ, त्यही भएर मैले के गरेँ n-1 लाई n-1 इन्टु n-2 फ्याक्टोरियल हालेँ, n-1 क्यान्सिल आउट भयो। बाँकी रह्यो 1 डिभाइड बाई n-2 फ्याक्टोरियल, यतातिर 1 डिभाइड बाई n-1 फ्याक्टोरियल बाँकी छ। ठिक छ, ल यति मैले गरेर सकेँ। यति गरेर सकेपछि है, यति गरेर सकेपछि अब यहाँ हेर त यति गरेर सकेपछि अब नाउ है केमा आउँछ भन त एलएचएसमा। एलएचएस अब बल्ल हाम्रो प्रुफ सुरु भयो है। समेसन यहाँनिर n = 1 देखि कहाँसम्म छ भन त इन्फिनिटीसम्म छ। यहाँनिर जुन हाम्रो के थियो भन त यहाँनिर के थियो भन त n² डिभाइड बाई n फ्याक्टोरियल जुन थियो नि, यसलाई मैले के लेखिसकेको छु भन त समेसन। अब यहाँनिर मैले एउटा कुरा अल्छी गरेँ है, n = 1 देखि इन्फिनिटीसम्म म लेखेर बस्दिनँ है। यो अब बाई डिफल्ट बुझ, हाम्रो भाइ बहिनीहरूले बुझ है। ल यसको साटो मैले के तोडेर ल्याइसकेको छु, यति हो कि होइन n² लाई n² डिभाइड बाई n फ्याक्टोरियल त यति तोडेर ल्याइसकेको छु नि, भनेपछि के लेख्न सकियो भन त 1 डिभाइड बाई n-2 को फ्याक्टोरियल है। के लेख्न सकियो भन त n-2 को फ्याक्टोरियल डिभाइड प्लस 1 डिभाइड बाई n-1 को फ्याक्टोरियल लेख्न सकियो, विच इज इक्वल्स टु एक एक गरी सबैलाई छुट्याइदिन मिल्छ होइन। एक एक गरी यो दुईटा टर्मलाई छुट्याइदिन मिल्छ, दुईटै टर्मलाई मैले के गरेँ एक एक गरी छुट्याइदिएँ। यति छुट्याइसकेपछि मैले के गरेँ भन त फर्स्टवालालाई यहाँनिर एक्सपान्ड गरेँ भनेपछि सबभन्दा सुरुमा n को भ्यालु कति हुन्छ 1 - 2 को फ्याक्टोरियल प्लस 1 डिभाइड बाई 2 - 2 को फ्याक्टोरियल प्लस 1 डिभाइड बाई 2 - 3 को फ्याक्टोरियल प्लस 1 डिभाइड बाई 3 कहाँ गयो ल मैले कतै यतातिर बिगारेँ नि हेर त। ल यहाँनिर के छ भन त खासमा यो हाम्रो 3 हो है, यो हाम्रो 3 हो, मैले ठ्याक्कै उल्टो लेखेको छु। ल यहाँनिर चाहिँ अब यो के हो भन त 4 हो है। कहाँनिर पुगिसक्यो भन्दाखेरि 4 - 2 को फ्याक्टोरियल प्लस डट 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 कहाँसम्म जान्छ भन त इन्फिनिटीसम्म जान्छ है, इन्फिनिटीसम्म जान्छ। प्लस यहाँनिर के छ भन त 1 डिभाइड बाई खासमा n को साटो अब के राख्नु पर्यो भन त n को साटो पहिला 1 राख्ने, 1 - 1 को फ्याक्टोरियल प्लस 1 डिभाइड बाई 2 - 1 को फ्याक्टोरियल प्लस 1 डिभाइड बाई 3 - 1 को फ्याक्टोरियल प्लस
डट 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 हुँदो रहेछ। यति कुरा हामी गरेर सक्यौँ है। यति कुरा यनको भ्यालु मैले कहाँदेखि कहाँसम्म राखेँ भने त एउटा पहिला मैले छुट्याएँ है, एउटा पहिला मैले छुट्याएँ। यनको भ्यालु 1 देखि हेर त, यनको भ्यालु मैले के गर्दै गएको छु भन त, यनको भ्यालु 1, त्यसपछि 2, त्यसपछि 3, त्यसपछि 4, कहाँसम्म इन्फिनिटीसम्म जानुपर्ने छ। 1 2 3 4 कहीँ भेटिन्छ इन्फिनिटीलाई? भेटिँदैन हो। भनेपछि यहाँनिर चाहिँ के हुँदो रहेछ भन त, अब डट डट लेखेँ। बाँकी के रह्यो भन त, 1/-1 को फ्याक्टोरियल प्लस 1/0 को फ्याक्टोरियल हो, प्लस 1/1 को फ्याक्टोरियल प्लस 1/2 को फ्याक्टोरियल प्लस डट हुँदो रहेछ हो नि। यसलाई सिम्प्लिफाई गरेँ मैले। प्लस यहाँनिर हेर त 1/1 0 को फ्याक्टोरियल प्लस 1/1 को फ्याक्टोरियल प्लस 1/2 को फ्याक्टोरियल प्लस डट हुँदो रहेछ हो। यति गरेर यहाँनिर सक्यो। यति गरेर सकेपछि के हुन गयो भने त 1/, नेगेटिभ फ्याक्टोरियल के भइदिन्छ? 0 लेखिराख्नु परेन खासै है। 1/0 को फ्याक्टोरियल भने कति हो भन त? 1 नै। 0 को फ्याक्टोरियल भने कति हो? 1। अनि 1/1 1 नै, प्लस 1/1 फ्याक्टोरियल प्लस 1/2 फ्याक्टोरियल, यसै गरी डट डट हुँदै जान्छ। प्लस 1/0 फ्याक्टोरियल भनेको कति हो हुन्छ भन त? 1 नै हुन्छ। प्लस 1/1 फ्याक्टोरियल भनेको पनि 1 नै हुन्छ। तर फर्मेटमा मिलाउनको लागि मात्रै म लेखिरहेको छु है। यो खासमा यहाँनिर हेऱ्यौ भने यो दुईटा कुरा पनि 1 नै हुन्छ के। यो दुईटा कुरा पनि के हुन्छ भन त? 1 नै हुन्छ। तर फर्मेटमा मिलाउनको लागि मात्रै म लेखिरहेको छु। खासमा अब यहाँनिर हेऱ्यौ भने यसको भ्यालु कति भन त? ई बराबर, त्यसको पनि भ्यालु कति भन त? त्यो वाला सिरिजको यो सिरिजको भ्यालु पनि ई बराबर, यो सिरिजको भ्यालु पनि कति भन त? ई को बराबर हो। अघि हामी पढेको फर्मुलामा कति भयो भन त? 2e भयो। यही नै के भयो भन त? प्रुफ्ड है। कति सजिलो हो, कति सजिलो। ठिक छ ल। भनेपछि 1 मिनटमा मैले यसलाई रिपिट गरेर भ्याएँ है। यहाँनिर हेर त के रहेछ भन त हाम्रो भाइ बहिनीहरूले, के रहेछ गर्नुपर्ने कुरा यसमा? के रहेछ गर्नुपर्ने कुरा भन त? प्रुफ गर्नुपर्ने छ। सर के प्रुफ गर्नुपर्ने छ त? एलएचएसको सबैमा त्यही त हो नि। ल अब यहाँनिर हेर त, मैले एलएचएसको जुन यो जेनरल टर्म छ नि हैन, जेनरल टर्मलाई के गर्नु पर्यो? यसरी तोड्नु पर्यो, फोड्नु पर्यो र जोड्नु पर्यो है। तोड्नु पर्यो, फोड्नु पर्यो र जोड्नु पर्यो। कसरी भन त? यसरी, ताकि माथितिर यसको न्युमेरेटरमा यनको नाम निशाना केही पनि नहोस् है। ल त्यसलाई गर्नको लागि मैले के गरेँ भन त? n स्क्वायर डिभाइड बाइ n फ्याक्टोरियल छ। n स्क्वायरलाई मैले के गरेँ? n इन्टु n गरेँ। तलतिर n फ्याक्टोरियललाई काट्नको लागि है, nलाई काट्नको लागि n फ्याक्टोरियललाई के गरेँ? n इन्टु n माइनस 1 फ्याक्टोरियल गरेँ। n र n के भयो भन त हाम्रो लागि? क्यान्सल आउट भयो। बाँकी के रह्यो त्यसै भन त? n डिभाइड बाइ n माइनस 1 फ्याक्टोरियल बाँकी रह्यो हो। अब कुरा के आयो भन त? यसलाई अब एक्सपान्ड गरेर n आउँदैन, त्यही भएर माथितिर n बनाएँ, n माइनस 1 बनाएँ। n माइनस 1 बनाउँदाखेरि एउटा कस्ट बियर गर्नुपर्छ। कुनवाला कस्ट भन त? माइनस हाल्ने बेला प्लस हालिदिनु पर्छ हो। भनेपछि प्लस हाले। मलाई लागिरहेछ तिमीहरूलाई पढाउँदा म डान्स स्टेप सिक्छु जस्तो लागिरहेछ मलाई है। ल यहाँनिर हेर त, n माइनस 1लाई मैले छुट्याएँ, 1लाई छुट्याएँ हो। त्यसपछि n माइनस 1मा त n माइनस 1 मा फ्याक्टोरियलमा n माइनस 1 त छ, त्यही भएर n माइनस 1 n माइनस 2 एक घटाएर लेख्नुपर्छ क्या। जहिले पनि फ्याक्टोरियल तोड्ने बेला एक घटाएर लेख्दिने। n माइनस 2 यो क्यान्सल आउट भयो। यति क्यान्सल आउट गरिसकेपछि त्यहाँनिर तिमीले पाउने भनेको माथितिर n नभएको कुराहरू पाउँछौ, माथितिर n नभएको कुराहरू पाउँछौ। ठिक छ। यति पाइसकेपछि, यति हामीले भेटिसकेपछि अब हेर त यहाँनिर यसको साटो के लेख्न पाइन्छ भन त? यसको साटो चाहिँ है, यसको साटो चाहिँ के लेख्न पाइन्छ भन त? यसको साटो चाहिँ के लेख्न पाइन्छ भन त? यति लेख्न पाइन्छ हो। यति लेख्यौँ, छुट्टा छुट्टै लेखेँ मैले। n को भ्यालु 1 देखि इन्फिनिटीसम्म लेख्न अल्छी गरेको हो। टाइम छ तिमीहरूले लेख्दिनु, टाइम छैन बाई डिफल्ट एक्सपोनेन्सियल क्वेसन गरेको छ भने यही बुझिन्छ। ठिक छ। अब हेर त यसमा के छ भन त? n को भ्यालु पहिला 1 राख्यौँ, n को भ्यालु 2 राख्यौँ। खासमा 2 यो जस्ताको त्यस्तै छँदैछ है। सेकेन्डवाला 2 यहाँ जस्ताको त्यस्तै छँदैछ, n को भ्यालु मात्रै चेन्ज हुँदै आएको है। त्यसै गरी यहाँनिर n को भ्यालु 1 राखेँ, 2 राखेँ, 3 राखेँ। यसलाई सिम्प्लिफाई गर्ने बेला यहाँनिर हेर त, यसलाई सिम्प्लिफाई गर्दाखेरि के पाएँ मैले भने त? 1 डिभाइड बाई नेगेटिभ फ्याक्टोरियल 1 डिभाइड बाई 0 फ्याक्टोरियल 1 फ्याक्टोरियल 2 फ्याक्टोरियल 0 फ्याक्टोरियल 1 फ्याक्टोरियल 2 फ्याक्टोरियल हो। 1 डिभाइड बाई नेगेटिभको फ्याक्टोरियल त्यतातिर अहिले दिमाग धेरै नलाऊ, यति मात्रै मान 0 है। यहाँनिर के भयो भने त यसलाई 0, यहाँनिर यो 0 फ्याक्टोरियलको मिनिङ कति? 1 1 डिभाइड बाई 1 नै, 1 डिभाइड बाई 1 फ्याक्टोरियल छँदैछ, 1 डिभाइड बाई 2 फ्याक्टोरियल छँदैछ, 1 डिभाइड बाई 0 फ्याक्टोरियल भने कति हो? 1 हो।
0 फ्याक्टोरियल भनेको कति हो 1 हो र 1/1 1 नै हो 1/1 फ्याक्टोरियल यो पनि 1 नै लेख्न नै मिल्छ तर फर्मेट मिलाउनको लागि मात्रै के गरिरहेछौँ भने त फ्याक्टोरियलमै छोडिरहेछौँ डिभाइडेड 2 फ्याक्टोरियल यति भनेको के हो भने त e को फर्मुला हो यति भनेको के को फर्मुला हो भने त e को फर्मुला हो यो पनि के को फर्मुला हो भने त e को फर्मुला हो कसरी भने त 1 बाट सुरु हुनु पर्यो 1 फ्याक्टोरियलबाट सुरु हुनु पर्यो यहाँनिर 1 बाट सुरु हुनु पर्यो यहाँबाट 1 फ्याक्टोरियलबाट सुरु भयो भने e नै हो e प्लस e कतिवटा e हुन्छ भने त दुईटा e हुन्छ एन्सर सक्यो है दुईटा e हुन्छ त्यहाँनिर एन्सर सक्यो कुरा बुझा हो हाम्रो भाइ बहिनीहरूले नै यसो कमेन्ट बक्समा त्यहाँनिर हाम्रो युट्युब च्यानलको तल त्यहाँनिर कमेन्ट गर्नु है त ल सो अब चाहिँ हामी केमा छौँ भन्दाखेरि अब नेक्स्ट क्वेसनमा छौँ है नेक्स्ट क्वेसन हामीसँग यहाँनिर भएको के छ भन्दाखेरि प्रुभ नै गर्नुपर्ने के छ भने त प्रुभ नै गर्नुपर्ने हो प्रुभ गर्नुपर्ने के छ भन्दाखेरि यहाँनिर समेसन n = 1 देखि कहाँसम्म भन्दाखेरि इन्फिनिटीसम्म n² डिभाइड बाइ के छ भन्दाखेरि n+1 को फ्याक्टोरियल छ प्रुभ के गर्नुपर्ने भन्दाखेरि e-1 है प्रुभ के गर्नुपर्ने भन्दाखेरि e-1 प्रुभ गर्नुपर्ने हो ठीक छ ल यति गरिसकेपछि है यति प्रुभ गरिसकेपछि सरी यति हामीले लेखिसकेपछि अब यसको प्रुफतिर जानु पर्यो अब यहाँनिर मैले के भनेको थिएँ सबभन्दा पहिला यस्तो खाले क्वेसन हेर्ने बित्तिकै जेनरल टर्ममा के गर्ने भने त अट्याक गर्ने हो कहाँनिर अट्याक गर्ने भने त जेनरल टर्ममा अट्याक गर्ने जेनरल टर्म हाम्रो के छ भने त n² डिभाइड बाइ के छ भने त n+1 को फ्याक्टोरियल छ हो n² डिभाइड बाइ के छ भने त n+1 को फ्याक्टोरियल छ अब यहाँनिर काट्नुपर्ने हुन्छ माथिको n लाई के गर्नुपर्ने हुन्छ सखाप पार्नुपर्ने हुन्छ हो अब यो सखाप पार्नको लागि यहाँनिर हेर त मैले के भनेको छु यसलाई चाहिँ यतातिर एक्सपान्ड गर्ने तर यो एक्सपान्ड गर्ने बेला एउटा कुरा के बुझ्ने भन्दाखेरि यसमा n त भेटिन्छ नभेटिने चाहिँ होइन है n भेटिन्छ नभेटिने चाहिँ होइन तर यसरी के गर्नु पर्यो भने त सबभन्दा पहिलो यसको एक्सपान्सन हेर्यो भने n+1 अनि n फ्याक्टोरियल हुन्छ नि त एक स्टेप मात्रै घटाउने बेला यो काटिनु पर्यो के है यसरी तिमीले माथिको उडाउन सक्नु पर्यो ताकि एक स्टेप यो फ्याक्टोरियल घटाउने बित्तिकै यहाँनिर घटाएको कुरालाई एक्सपान्ड गर्ने बेला चाहिँ काटिनु पर्यो काटिएन भने तिमीलाई समस्या आउँछ है समस्या आउँछ जसरी कि मैले यसलाई n² डिभाइड बाइ n+1 इन्टु n फ्याक्टोरियल लेखेर यहाँ n र n काट्यो भने मेरो समस्या बढ्छ समस्या घट्नुको साटो बढ्छ यसरी सकेसम्म नगर ठीक छ अब मैले के गर्ने भन त यहाँनिर सबभन्दा पहिला तल जे देखिन्छ त्यो माथि बनाइदिइराखौँ न हैन तल n+1 देखिन्छ भने त्यो बनाउनको लागि के गर्न सकिन्छ भन त -1+1 गर्न सकिन्छ हो -1 गर्ने बेला चाहिँ बियर एउटा रिक्स बियर के गर्नुपर्छ भन त +1 दिएर पनि हो अब यहाँनिर के गर्ने भन त n² - 1 लाई मैले छुट्याए है n² - 1 लाई छुट्याए प्लस के छ भन त 1 डिभाइड बाइ n+1 लाई फ्याक्टोरियललाई छुट्याए ठीक छ ल यति गरिसकेपछि के गर्छौं भन त यति गरिसकेपछि हामीले गर्ने काम के हो भन त यहाँनिर n² - 1 लाई के पनि गर्न सकिन्छ n-1 n+1 गरेर लेख्न सकिन्छ मजाले a + b a - b जस्तो लेख्न सकिन्छ त्यसपछि अब भर्न त अब बल n+1 फ्याक्टोरियललाई n फ्याक्टोरियल लेखेको फाइदा हुन्छ किन फाइदा हुन्छ भन त किन फाइदा हुन्छ यहाँनिर यो कुरालाई काट्न मिल्छ यो फ्याक्टोरियल खोल्ने बित्तिकै फर्स्ट स्टेपको कुरा काटिनु पर्यो है फर्स्ट स्टेपको कुरा काटिनु पर्यो काटिएन भने हाम्रो फ्याक्टोरियल खोल्नु खासै फाइदा फुल हुँदैन है नेपाली र इंग्लिश दुईटै मिक्स गरिरहेको छु म ल +1 डिभाइड बाइ n+1 फ्याक्टोरियल हामीसँग छ अब कुरा के आयो भन त हाम्रो भाइ बहिनीहरुले अब कुरा के आयो भन त यहाँनिर अब कुरा के आयो अब बाँकी रहेको कुराहरु लेख्दाखेरि के आयो भन त n-1 डिभाइड बाइ n फ्याक्टोरियल +1 डिभाइड बाइ n+1 फ्याक्टोरियल अब यसलाई के लेख्न सकिन्छ भने छुट्याइदिउँ न हैन भनेपछि n डिभाइड बाइ n फ्याक्टोरियल -1 डिभाइड बाइ n फ्याक्टोरियल +1 डिभाइड बाइ n+1 फ्याक्टोरियल आउँदो रहेछ ठीक छ ल यति आइसकेपछि यहाँनिर हेर त के छ भन त n लाई अब त काट्न सकिन्छ नि है भनेपछि यहाँनिर n डिभाइड बाइ के गर्ने n इन्टु n-1 फ्याक्टोरियल लेख्ने -1 डिभाइड बाइ n-1 फ्याक्टोरियल +1 डिभाइड बाइ n+1 फ्याक्टोरियल हामीसँग छ यो n र यो n फेरि पनि के भयो भन त क्यान्सल आउट उडेर हावामा गयो हैन उडेर कहाँ गयो भन त हावामा गयो 1 बाँकी रह्यो त्यसपछि अब के रह्यो भन त 1 डिभाइड बाइ n-1 फ्याक्टोरियल बाँकी छ -1 डिभाइड बाइ n फ्याक्टोरियल बाँकी छ +1 डिभाइड बाइ n+1 फ्याक्टोरियल बाँकी छ माथिको नुमेरेटरको सबै n के भयो भन त सखाप भएछ हो
यत्रो मेहनत गरिसकेपछि माथिको n सबै के भएछ सखाप भइसक्यो हो। यति सखाप भइसकेपछि हाम्रो टार्गेटै यही थियो हैन। हाम्रो टार्गेटै आज के थियो किलर बन्ने थियो। किलर बनेर केलाई मार्ने थियो भने त माथि न्युमरेटरको n लाई मार्ने टार्गेट नै थियो हो। अब के गर भने त LHS मा आऊ है। अब के गर भने त LHS मा आऊ। LHS मा हाम्रो के थियो भने त समेसन n को भ्यालु 1 देखि कहाँसम्म भने त इन्फिनिटीसम्म अनि n स्क्वायर डिभाइड बाइ के थियो भने त n स्क्वायर डिभाइड बाइ n + 1 को फ्याक्टोरियल हाम्रो काम थियो। यसको साटो के लेख्न सकिन्छ भने त समेसनमा म के गरे भने त अल्छी गरे n = 1 देखि इन्फिनिटीसम्म लेख्न अब खोजिन। यसको साटो चाहिँ यसको साटो एक्ज्याक्टली कति आएको छ यही त तीनटा आएको हो नि हैन र। यसको साटो त यही तीनटा आएको भनेपछि के लेख्न सकिन्छ भने त 1 डिभाइड बाइ n - 1 को फ्याक्टोरियल त्यसपछि -1 डिभाइड बाइ n को फ्याक्टोरियल प्लस 1 डिभाइड बाइ के हुँदो रहेछ भने त n + 1 को फ्याक्टोरियल हुँदो रहेछ। ठीक छ। अब के गरौँ भन्दाखेरि यसमा अब के गरौँ भन्दाखेरि एक एक गरी भ्यालु हाल्दै जाऊँ है त। अब के गरौँ भने त यसमा चाहिँ एक एक गरी भ्यालु हामी हाल्दै जान्छौँ। अब भ्यालु हाल्दै गयौँ भने हेर त फर्स्ट वाला हाम्रो के हुन जान्छ भने त पहिला n को भ्यालु 1 राख्ने हो। 1 बाट सुरु हुने हो। सुरु नै हाम्रो कहाँ छ 1 बाट छ भनेपछि 1 - 1 को फ्याक्टोरियल प्लस समेसनको मिनिङ प्लस त्यसपछि के छ भने त यहाँनिर नत्र भने तिमीहरू बिना कामको कन्फ्युज हुन्छौ। त्यही भएर मैले एउटा काम गरिदिहालेँ बरु एक यसरी बढाइदिहालेँ है। समेसन एक एक गरेरलाई छुटाइदेऊ न हैन। एक एक गरी एउटा यहाँनिर माइनस छ है। माइनस छ समेसन सबैलाई के गरे मैले एक एक गरी छुटाइदिहालेँ है। समेसन यहाँनिर एक एक गरी सबैलाई के गरे मैले भन त छुट्याइदिहालेँ। छुट्यो ठीक छ। ल यति छुटिसकेपछि अब गर्ने काम के भन त यति छुटिसकेपछि गर्ने काम के समेसनमा हाल्देऊ। फर्स्ट वाला सिरिज के छ भन त पहिला 1 बाट सुरु हुन्छ 1 - 1 फ्याक्टोरियल प्लस 1 डिभाइड बाइ 2 - 1 फ्याक्टोरियल प्लस 1 डिभाइड बाइ के हुन्छ भन त 3 - 1 फ्याक्टोरियल। यसै गरी कहाँसम्म जानु छ इन्फिनिटीसम्म जहाँ कि पुग्नै सकिँदैन हैन। त्यही भएर डट 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 भन्ने एउटा हामीसँग फन्डा छ म्याथमा हैन। ल त्यसपछि माइनस यो सेकेन्ड वालामा हालौँ। अब के गरौँ भन त यो सेकेन्ड वालामा हालौँ। सेकेन्ड वालामा हाल्यो भने सबभन्दा पहिला के छ भन त 1 डिभाइड बाइ 1 फ्याक्टोरियल प्लस 1 डिभाइड बाइ 2 फ्याक्टोरियल प्लस 1 डिभाइड बाइ 3 फ्याक्टोरियल प्लस डट हुन्छ। त्यसै गरी अब थर्ड वालामा हालौँ। थर्ड वालामा हाल्यौँ भने प्लस यहाँनिर के छ भन त 1 डिभाइड बाइ 1 + 1 फ्याक्टोरियल हो प्लस 1 डिभाइड बाइ 2 + 1 फ्याक्टोरियल प्लस 1 डिभाइड बाइ 3 + 1 फ्याक्टोरियल यहाँनिर छ प्लस डट हुँदो रहेछ। ठीक छ। ल यति भइसकेपछि यो तीनटा सिरिजको रूप रङ हैन रूप रङ हेरिहालौँ। अब यो तीनटा सिरिजको रूप रङ हेर्दाखेरि के हुँदो रहेछ भने त 1 - 1 0 भनेपछि 0 फ्याक्टोरियल प्लस 1 डिभाइड बाइ 2 - 1 1 फ्याक्टोरियल प्लस 1 डिभाइड बाइ 2 फ्याक्टोरियल प्लस डट हुँदो रहेछ। ठीक छ। ल सेकेन्ड वाला सिरिज हेर्यो भने के छ भने त सेकेन्ड वाला सिरिज त यहाँ छ हो। सेकेन्ड वाला सिरिज हेर्यो भने सेकेन्ड वाला सिरिज कहाँ छ यहाँ छ। सेकेन्ड वाला सिरिज त्यसो भए लेखौँ। सेकेन्ड वाला सिरिज लेख्यो भने के हुँदो रहेछ भने त यसमा त खासमा माइनस छ है। कुरा त केमा छ भने त माइनसमा छ। माइनस अनि अब यसमा हेर त 1 बाट 1 फ्याक्टोरियलबाट सुरु हुने हैन। 1 हामीले चाहिन्छ। बिना 1 को हामी इ लेख्न सक्दैनौँ है। त्यही भएर यहाँनिर मैले के गरेँ भने त +1 गरे +1 को साटो -1 पनि ब्यालेन्स गरिदिनु पर्छ। बाँकीको कुरा त यहाँनिर छँदैछ 1 डिभाइड बाइ 1 फ्याक्टोरियल प्लस 1 डिभाइड बाइ 2 फ्याक्टोरियल प्लस 1 डिभाइड बाइ 3 फ्याक्टोरियल यसमा छँदैछ हो नि। मैले यहाँनिर के काम गरेँ भने त एउटा काम गरेँ एउटा नयाँ काम गरेछु। कस्तो खतरा मान्छे भएछु मैले। हेर त यहाँनिर के काम गरेछु भने त 1 ल्याइदिएछु है। 1 ल्याएन भने के हुन्छ भने त तनाव हुन्छ। किन फर्मुला लेख्न सकिँदैन। 1 भयो भने बल्ल फर्मुला लेख्न सकिन्छ। ठीक छ। ल त्यसपछि अब के गर्ने भने त अब थर्ड वालामा जाने। थर्ड वाला यहाँनिर छ। थर्ड वाला लेख्यौँ भने के हुँदो रहेछ भने त प्लस 1 डिभाइड बाइ के हुँदो रहेछ भने त 1 डिभाइड बाइ अलिकति थोरै स्पेस मैले छोडेँ है। यसमा 1 डिभाइड बाइ के हुँदो रहेछ 2 फ्याक्टोरियल प्लस 1 + 1 2 है। 1 डिभाइड बाइ 2 + 1 3 फ्याक्टोरियल प्लस 1 डिभाइड बाइ 4 फ्याक्टोरियल प्लस डट हुँदो रहेछ। यसलाई 2 3 4 कमन छ सरी कन्टिन्यू छ। 2 3 4 5 कन्टिन्यू छ भने के गर्नु पर्यो सिरिजमा चाहियो। सिरिजमा हाम्रो यहाँनिर छैन। सिरिजमा छैन भने के गर्नु पर्यो भने त दुईवटा काम गर्नुपर्छ। के काम गर्नुपर्छ भने त प्लस 1 डिभाइड 1 फ्याक्टोरियल चाहिन्छ प्लस 1 चाहिन्छ हो। यसको साटो चाहिँ अब के चाहिन्छ भन्दाखेरि यहाँनिर हेऱ्यौ भने के चाहिन्छ भन्दाखेरि यसको साटो प्लस
यसको साटो यहाँनिर प्लस अनि हामीलाई के गर्नु पर्यो भने त -1 र -1 डिभाइड बाइ 1 फ्याक्टोरियल हामीलाई गर्नु पर्यो। यहाँनिर यसो भिजुअलाइज गर त यसो त्रिनेत्र खोलेर यसो हेर के रहेछ भने त यसमा कुराकानीहरू के रहेछ भने त यहाँनिर त यो प्लसै हो बिचमा। ठिक छ ल, यति मैले के गरेँ भने त यो कुरा एड गर्नु है, यो कुरा यहाँनिर यो सिरिज त कम्प्लिट छ किनभने त 1 डिभाइड 1 फ्याक्टोरियल 0 फ्याक्टोरियल भने कति हो 1 प्लस 1 फ्याक्टोरियल 2 फ्याक्टोरियल कन्टिन्यू छ। यो सिरिज हाम्रो कम्प्लिट छ तर यो सिरिजमा 1 थिएन के 1 थिएन, त्यही भएर 1 लाई मैले के गरेँ ल्याइदिएँ प्लस र माइनस गरेर हो। त्यसै गरी यो सिरिजमा हेऱ्यो भने 2 देखि बल सुरु हुँदो रहेछ, यहाँनिर हेऱ्यो भने 1 + 1 2 देखि बल सुरु हुँदो रहेछ। यति कुरा हामीलाई 1/1 फ्याक्टोरियल र 1 थिएन है, किनभने त 2 बाट बल 1 + 1 2 बाट सुरु हुँदो रहेछ। यो थर्ड वाला सिरिज हेऱ्यो भने है, थर्ड वाला सिरिज हेऱ्यो भने 2 बाट सुरु हुँदो रहेछ। 2 बाट भयो भने त फर्मुला लेख्न सकिँदैन, त्यही भएर यसलाई मैले के गराएँ कम्प्लिट गराएँ। कम्प्लिट गराउनुको मिनिङ के रहेछ भने त 1 डिभाइड 1 फ्याक्टोरियल आफूले हाले प्लसमा हाल्ने बेला माइनस नि गरिदिनु पर्छ, प्लसमा हाल्ने बेला माइनस नि गरिदिनु पर्छ। ठिक छ, त्यसै गरी 1 नि चाहिन्छ हामीलाई, यो सिरिजमा त 1 पनि चाहिन्छ। 1 को साटो मैले के गरेँ भने त -1 गरेर सकेँ है, -1 गरेर सकेँ। ठिक छ ल, यति गरिसकेपछि सुरुवाला अब फर्मुला लेख्न पाइन्छ। सुरुवाला फर्मुला अब लेख्यो भने के छ भने त ठ्याक्कै यो त के को फर्मुला हो भने त ठ्याक्कै ई को फर्मुला हो प्लस यहाँबाट हेऱ्यो भने 1 बाट यति हेऱ्यो भने फर्मुला के को भने त सरी माइनस छ बिचमा साइन माइनस, यहाँनिर हेऱ्यो भने 1 बाट हेऱ्यो भने एउटा ई को फर्मुला छ तर अगाडि एउटा दुश्मन हाम्रो बसिरहेछ -1 भनेर हो, बिचमा साइन प्लस। अब यहाँनिर हेऱ्यो भने 1 बाट हेऱ्यो भने हाम्रो ई को फर्मुला हो, 1 बाट हेऱ्यो भने यो 1 बाट हेऱ्यो भने ई को फर्मुला हो तर हाम्रो अगाडि -1 फ्याक्टोरियल बसिरहेछ यो दुश्मन भएर, बाँकीको प्लस ई भनेर त छ हामीसँग। यसलाई सिम्प्लिफाई गरौँ त ई -+1 माइनस ई है माइनस प्लस माइनस यहाँनिर -1 डिभाइड 1 फ्याक्टोरियल भनेको 1 नै लेख्न पाइयो माइनस ई लेख्न पाइयो भनेपछि यसलाई सिम्प्लिफाई गर्दाखेरि है, यसलाई सिम्प्लिफाई गर्यौँ भने हाम्रो के पायौँ रे भन त हाम्रो भाइ बहिनीहरूले के पायौँ यसमा चाहिँ। अब कतैतिर यसो हेर त कतैतिर सानो यहाँनिर चाहिँ एरर भइदियो कि भनेर एकचोटि अब यसो हेर्दियो त हाम्रो भाइ बहिनीहरूले, कहीँनिर चाहिँ यसो चाहिँ मैले के गरेछु भन्दाखेरि सरी है यहीँनिर सानो मिस्टेक यहीँनिर हेर त यस्तो मिस्टेक गरिदिन्छ मास्टरले है, यो मास्टर एकदम नराम्रो छ होइन, यस्तो मिस्टेक गरिदिन्छ। ल यहाँनिर हेर त 1 र 1 काटियो र ई र ई काटियो भनेपछि ई -1 बाँकी हुँदो रहेछ, यही नै के भयो भने त प्रुफ है। ल कुरा बुझ्यौ ल। अब यहाँनिर फेरि पनि 1 मिनट लाएर मैले यहाँनिर कुराहरू फेरि पनि के गरेँ भन्दाखेरि रिपिट गरेँ। ठिक छ, यसलाई चाहिँ मैले के गरेँ भन्दाखेरि 1 मिनट लाएर तिमीहरूको कुरा यसलाई रिपिट गरेँ। ठिक छ ल, अब क्वेसन प्रुफ गर्नको लागि यही कुरा दिएको छ हामीलाई हो, प्रुफ गर्नको लागि यो कुरा दिएको छ हो। प्रुफ गर्नको लागि कुरा दिएको छ भने यहाँनिर जेनरल टर्म निकालिहाल्छौँ। जेनरल टर्मलाई यसरी तोड्नु छ, फोड्नु छ, जोड्नु छ ताकि माथितिर यन नरहोस्, माथितिर यनको नाम निशाना केही नरहोस् हो। भनेपछि माथितिरको यन हटाउनको लागि के गर्नु पर्यो भने त तलतिर यन +1 जस्तो तलको हेरेर त्यस्तै बनाइदिनु पर्यो। छ भने त ठिक छ, छैन भने तल जस्तो बनाइदिनु पर्ने रहेछ। भनेपछि तल जस्तो +1 राख्दैमा यन +1 त आउँदैन हो, त्यही भएर मैले के गरेँ भने त -1 +1 गरेँ। यो हाम्रो लागि एउटा टेक्निक जस्तो भयो है, यो हाम्रो लागि के भयो भने त एउटा टेक्निक जस्तो भयो, -1 र +1 गर्नुपर्ने। अब यसलाई छुट्याएँ मैले है, यसलाई छुट्याएँ भने n² -1 एकतिर 1 एकतिर n² -1 लाई के गर्न पाइयो भने त n - 1 n + 1 गर्न पाइयो। a² - b² को फर्मुला के भन त a - b a + b भए जसरी n² र यो 1 लाई 1² लेख्दैमा केही फरक पर्छ पर्दैन हो। त्यसपछि यहाँनिर मैले के गरेँ भने त a² - b² को फर्मुला जस्तो राखेँ, तलतिर n + 1 को फ्याक्टोरियललाई n + 1 र n फ्याक्टोरियल गरेर राखेँ। n + 1 र n + 1 क्यान्सल आउट, बाँकी रह्यो के भन त n - 1 र n फ्याक्टोरियल बाँकी रह्यो। यो बाँकी हाम्रो छँदैछ। अझै पनि n लाई उडाइदिनु छ,
यनलाई प्लेन जस्तो उडाइदिनु छ, यसलाई उडाइदिनु पर्यो भने के गर्ने भन त, यसलाई सिम्पली छुट्याइदिने है। यहाँनिर के गर्ने भन त, यसलाई सिम्पली छुट्टै पारिदिने। छुट्टै पार्ने बित्तिकै हेर त, यनलाई छुट्टै पारे, वानलाई छुट्टै पारे, यो वान पछाडिको हाम्रो छँदैछ। बाँकी रह्यो के त्यसो भन त, यन डिभाइड बाई यन फ्याक्टोरियल भनेको के गर्न पाइयो, यसलाई एक्सपान्ड गर्न पाइयो। यन डिभाइड बाई यन फ्याक्टोरियल के गर्न पाइयो, यन इन्टु यन माइनस 1 फ्याक्टोरियल गर्न पाइयो। बाँकीको यहाँनिर यो सेकेन्ड र थर्ड टर्म हाम्रो छँदैछ। ठिक छ ल, यति भइसकेपछि यहाँनिर यो यस्तो भयो कि यस्तो भइदियो, कस्तो राम्रो, कस्तो ब्युटिफुल, कस्तो एलिजेन्ट भनेर के हेर्छौ नि होइन तिमीहरूले, यस्तो भइदियो कि माथितिर अब यन बाँकी रहेन हो, माथितिर अब यन बाँकी रहेन भनेपछि यति गर्ने बित्तिकै अब कहाँबाट सुरु गर्छौँ, एलएचएसबाट। कहाँबाट सुरु गर्छौँ भन त, अब एलएचएसबाट सुरु गर्छौँ। एलएचएसबाट सुरु गरेपछि है, एलएचएसबाट सुरु गऱ्यौँ भने यहाँनिर हेर त, एलएचएसबाट सुरु गऱ्यौँ भने के हुँदो रहेछ भन त, एलएचएसबाट सुरु गऱ्यौँ भने यो कुराको साटो है, त्यो कुराको साटो हामी के लेख्न सक्छौँ भन त, यो माथि यन नभएको वाला कुरा लेख्न सकिन्छ। त्यत्रो मेहनत गरेकै त्यही लेख्नको लागि त हो नि, त्यत्रो मेहनत गरेको त्यही लेख्नको लागि त हो नि हैन र। त्यसपछि अब के गर्यौँ भन त हामीले, त्यसपछि अब हामीले गरेको के भन त, एक एकलाई छुट्याइदियौँ, एक एकलाई के गर्यौँ भन त, छुट्याइदियौँ। छुट्याइसकेपछि के गर्ने भन त, अब फर्स्टवाला सिरिजमा फर्स्टवालामा मैले के राखेँ भन त, यनको भ्यालु राख्दै गएँ। यनको भ्यालु 1 यनको ठाउँमा 2, यनको ठाउँमा 3 राख्दै गए। सेकेन्डवालामा यनको ठाउँमा 1 2 3 राख्दै गए। थर्डवालामा पनि यनको ठाउँमा 1 2 3 राख्दै गए। यति राखिसकेपछि हाम्रो दिमागमा के आयो भन त, यति राखिसकेपछि हाम्रो खुर्पाती दिमागले अलिकति अगाडिसम्म सोचेछ है। यति सोचिसकेपछि के गर्छौँ भन्दाखेरि यहाँनिर हेर है, यति सोचिसकेपछि के गर्ने भन त, यसलाई सिम्प्लिफाई गऱ्यौँ। सिम्प्लिफाई गर्दाखेरि यो भनेको के आयो, 1 हो। अब 1 पछि 1 फ्याक्टोरियल 2 फ्याक्टोरियल 3 फ्याक्टोरियल रहेछ, 1 पछि 1 फ्याक्टोरियल 2 फ्याक्टोरियल 3 फ्याक्टोरियल हुँदै रहेछ। तर यो सेकेन्डवालामा हेऱ्यो भने हाम्रो दुश्मन बनेर आइदियो हैन। कसरी भन त, 1 फ्याक्टोरियल 2 फ्याक्टोरियल 3 फ्याक्टोरियल छ, तर सुरुको 1 छैन के, सुरुको 1 नै भइदिएन। सुरुको 1 अब हामीले मेहनत गर्नु पर्यो त्यसको लागि, +1 र -1 गरिदिनु पर्यो हो, त्यो गरेर सक्यौँ। अब यहाँ हेऱ्यो भने थर्डवालालाई हेऱ्यो भने, थर्डवाला कुरालाई हेऱ्यो भने, यो थर्डवाला सिरिजलाई हेऱ्यो भने के हुँदो रहेछ भने त, यो त झन् 2 बाट सुरु भयो। यो त अलिक ठिकै थियो, 1 बाट सुरु भएको थियो, यो त झन् 2 बाट सुरु भइदियो। किन भन त, 1 + 1 2 बाट सुरु भइदियो, 2 + 3 3 भयो, 3 + 1 4 2 बाट सुरु भइदियो, तनाव दियो। भनेपछि यसमा 1 फ्याक्टोरियल पनि ल्याइदिनु पर्यो, 1 पनि ल्याइदिनु पर्यो। के गर्ने भन त, 1 फ्याक्टोरियल पनि ल्याइदिनु पर्यो, 1 पनि ल्याइदिनु पर्यो, -1 फ्याक्टोरियल पनि ल्याइदिनु पर्यो, -1 पनि ल्याइदिनु पर्यो ब्यालेन्स गर्नको लागि हैन र। यति कुरा बुझ्यौ। लजिक भनेको यति नै छ यो क्वेसनमा है, लजिक भनेको यति नै छ यो क्वेसनमा। किन भन त, यहाँ 1 चाहियो, -1 चाहियो ब्यालेन्स गर्न। यहाँनिर 1/1 फ्याक्टोरियल चाहियो, -1 फ्याक्टोरियल चाहियो ब्यालेन्स गर्न। 1 चाहियो, -1 चाहियो ब्यालेन्स गर्न। कुरा बुझ्यौ। यति भइसकेपछि यो सुरुको भनेको त डाइरेक्ट ई हो, यो भनेको 1 बाट उता ई हो, तर -1 त हाम्रो बाँकी नै छ नै। यो भनेको यो 1 बाट यता ई हो, तर -1 बाँकी छ, -1/1 फ्याक्टोरियल बाँकी छ। यसैलाई अब के गर्ने भन त, सिम्प्लिफाई गर्ने। यसैलाई के गर्ने भन त, अब सिम्प्लिफाई गर्ने। सिम्प्लिफाई गर्यो भने यहाँनिर हेर त, यसैलाई सिम्प्लिफाई गर्यो भने के गर्ने भन त, यहाँनिर ई को ई, माइनस माइनस +1 माइनस प्लस माइनस ई, त्यसै गरी प्लस माइनस -1 प्लस माइनस -1 प्लस 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 ई। यसैलाई सिम्प्लिफाई गर्ने बित्तिकै के पायौँ भन त, हामीले E-1 पायौँ, जुन कि रिक्वायर्ड एन्सर हो। र यति गरेर हामीले खासमा पार्ट 6 हामीले के गरेर छौँ भन्दाखेरि यहाँनिर रेकर्ड गरेर छौँ र 6 को ए भन्ने हाम्रो कम्प्लिट भयो। अलिकति क्वेसन्सहरू एड गर्ने भएको भएर हामी 6 को पार्ट 6 को बी पार्टमा हामीले भेटघाट हाम्रो फेरि पनि हुनेवाला छ है त। आजको लागि यति गरौँ। अल द बेस्ट।